टाइटल स्पोन्सर सिटिजन लाइफ इन्स्योरेन्स, समृद्धि तपाईको साथ हाम्रो। उपचार खर्च अब सिटिजन लाइफले गर्छ। पावर्ड बाई स्टारबक्स कफी। 3 दशकदेखि नेपाली मनको रङ जस्मिन पेन्ट्स। एसोसिएट स्पोन्सर तातो होस् या चिसो पानी, जुनसुकै मौसममा यो टिक्छ, जसले दिन्छ जीवनभरको सुरक्षा। डल्फिन पाइप एन्ड फिटिङ। एजुकेसन पार्टनर स्टडी अब्रॉड भनेकै क्लिक इन्टरनेशनल एजुकेसन। रिकन्डिसन पार्टनर हाम्रो अटोमोबाइल्स। इलेक्ट्रोनिक पार्टनर एभरेस्ट फोन्स। नूडल्स पार्टनर करेन्ट नूडल्स। मेकअप पार्टनर डिवा यूनिसेक्स सलून। फूड पार्टनर जाम पावर टी कैफे। ऑफिशियल डेकोर पार्टनर प्रेस्टिज कार्पेट। टेक्निकल पार्टनर कुन्यो गेयर। टाइटल एनिमेशन एन्ड पब्लिसिटी डिजाइन कार्यालय। ऑफिशियल मीडिया पार्टनर आर्टिस्ट खबर। हेलो एन्ड नमस्ते, तपाईँ हेर्दै हुनुहुन्छ इमेज च्यानल एचडी र यो हो कार्यक्रम सिटिजन लाइफ कमेडी बार। पावर्ड बाई जस्मिन पेन्ट्स, नेपाली मनको नेपाली रङ। स्काई बोस कफी। इलेक्ट्रोनिक पार्टनर एभरेस्ट फोन। एजुकेसन पार्टनर अब्रोड स्टडी भनेकै क्लिक इन्टरनेशनल एजुकेसन। टेक्निकल पार्टनर कुन्यो गियर्स, नेपाल्स नम्बर 1 टेक स्टोर। एसोसिएट स्पोन्सर डल्फिन पाइप्स एन्ड फिटिङ्स। नुडल्स पार्टनर करेन्ट नुडल्स 3x स्पाइसी। हाम्रो रिकन्डिसन पार्टनर छ हाम्रो अटोमोबाइल्स। अफिसियल डेकोर पार्टनर प्रेस्टिज कार्पेट। फर्निचर पार्टनर लक्स सोफा एन्ड द फर्निचर किङ। हाम्रो मेकअप पार्टनर डिभा यूनिसेक्स सलून, काठमाडौँ मल 3rd फ्लोर। हेयर एन्ड स्टाइलिस पार्टनर सिनर्जी हेयर। हाम्रो फुड पार्टनर छ जाम पाउरोटी क्याफे। हाम्रो सम्पूर्ण स्पोन्सरलाई विशेष धन्यवाद भन्दै आजको एपिसोड पनि सुरुवात गर्न चाहन्छौँ। र आजको एपिसोड हाम्रो अलिक इन्ट्रेस्टिङ हुनेवाला छ, किनभने अहिलेको माहौल भनेको पोलिटिक्सको छ र आजको कमेडी बाजमा पनि पोलिटिक्ससँग रिलेटेड ब्याटल हुनेवाला छ। किनभने एकजना विशुद्ध राजनीतिबाट हुनुहुन्छ र अर्को फेरि राजनीतिसँग रिलेटेड पत्रकार हुनुहुन्छ। खासै उहाँ पत्रकारिता भन्दा पनि बढी राजनीति नै गर्नुहुन्छ। हामीले ढिला नगरी स्वागत गर्न चाहन्छौँ हाम्रो रेणु दाहालको आफ्नै मान्छे सन्तोष देउजा अनि माननीय जगदीश करेल। स्वागत छ तपाईहरु दुवैजनालाई। थ्याङ्क यू भेरी मच। धन्यवाद तपाईलाई। हाम्रो जगदीश सरको मोबाइल साइलेन्स छ नि? साइलेन्ट छ मोबाइल, किनकि उहाँलाई फेरि घन्टी बजाए मनै पर्दैन होला। काठमाडौँ आज नै आइपुग्नु भयो है तपाईँ? आज नै आएको। पशुपति जानु भएको छैन? पशुपति घन्टी बज्न सक्छ है। हाम्रोतिर पनि छ फेरि अलि पपुलर मन्दिरहरू चाहिँ मौलाकालिकातिर नि बज्छ घन्टी चाहिँ। हजुर। तर त्यो पनि हेर्न जानुहुन्छ? हेर्न होइन, सुन्न जान्छु म कहिलेकाहीँ। हुन त चितवन त मौलाकालिका भन्दा नि सबैतिर घन्टी नै घन्टी बजेर अहिले बजेको सुन्ने मन पर्न लागेको छ उहाँलाई पनि। त्यति अब यो ठिक छ। आज अब घन्टी बजेको अब कस्तो चाहिँ घन्टी बज्छ भनेर पनि म सुन्न आएको छु। हजुर। खासमा अब उहाँको पनि अलिअलि घन्टी बज्ने बेला छ आज। ओके, तपाईँले चाहिँ दिउँसै तारा लागेको कहिले देख्नु भएको छ कि नै? दिउँसै तारा लागेको त मैले देखाएको छैन, तपाईँले देखाउनु जस्तो लागिरहेछ आज। आज त उहाँले पनि देखाउनुहुन्छ, हाम्रो केटाहरूले पनि देखाउनेवाला छ। ओके। हुन त तपाईँलाई पेल्दा खासै अप्ठ्यारो पनि नपर्ला, संसद भवनमा पेलै छन्। होइन, यो सोमा त्यति पेलिएन भनेदेखि त कमेडीमा आएको मजै हुँदैन नि। कमेडीमा आएको मजा पनि हुनु पर्यो। यस, तर यहाँ चाहिँ तपाईँहरूले पनि पेल्न पाउनुहुन्छ। लास्टमा चाहिँ तपाईँहरूले पनि केटाहरूले जे भन्छ त्यसको रिप्लाई दिने मौका छ। त्यसैले तपाईँलाई ढिला नगरी हाम्रो इलेक्ट्रोनिक पार्टनर एभरेस्ट फोनले दिएको गिफ्ट सहित हामी तपाईँहरूलाई आसन ग्रहणको लागि पठाउँछौँ। सन्तोष दाईको सिट यता हुन्छ। तपाईँको जसलाई सिटमा पुर्याउनु चाहनुहुन्थ्यो उहाँ त पुग्नु भएन, र तपाईँलाई चाहिँ हामी सिटमा पुर्याउँछौँ यतातिर। र जगदीश सर त यसै पनि सिटमा पुगिरहनु भएको छ, हामी तपाईँलाई चाहिँ उता हुनेछ एकदम। तर सुरुमै म तपाईँलाई स्वागत गर्न चाहन्छु हाम्रो इलेक्ट्रोनिक पार्टनर एभरेस्ट फोनको तर्फबाट तपाईँको लागि। थ्याङ्क यू। र तपाईँको लागि पनि ल धन्यवाद एकदमै। यसमा के छ भन्ने कुरा चाहिँ यहाँ चाहिँ भोट चाहिँ छैन। के भोट छैन? मेरो घरको चाहिँ त्यो बेल बिग्रेछ कि त्यो छैन यसमा। तपाईँलाई घन्टी मन पर्न थाल्यो। उहाँले बुझिसक्नुभयो कि राजसभाबाट टिकट नपाई जितिँदैन कि उहाँलाई देखेर जसले पनि जित्दो रहेछ। ओके, जो त्यसैले ढिला नगरी तपाईँहरूलाई चाहिँ प्लिज।
हाम्रो दुवैजना क्याप्टेनहरू आइसक्नु भएको छ। क्याप्टेन आइसके पछाडि प्लेयर पनि आउन जरुरी छ। त्यसैले हामी ढिला नगरी बोलाउन चाहन्छौँ हाम्रो माननीय जगदीश सरको टिमबाट अमरेन्द्र यादव र प्रोसेस पाण्डे अनि हाम्रो सन्तोष सरको टिमबाट फाइट गर्नको लागि तयार भएर बस्नु भएको छ रजनीश अर्याल अनि प्रतीक अधिकारी। ल भाइ कडा दिनुपर्छ है, नाक राख है मेरो फेरि। आज जिताउँछन् जस्तो लागेको छ दाइ, जिताउनु जस्तो लाग्छ मलाई है। ऊ बेला पनि रेणुजीलाई जिताउन यिनीहरू लिएर गएको भए जित्नु थियो कि। तपाईँलाई चाहिँ के लाग्छ, तपाईँकै कार्यकर्तै जस्ता छन् कि हराउने खालका जस्तो देखिरहेको छु? होइन, सबै ठाउँ जिताउनुहुन्छ उहाँहरूले, जहाँ लाग्नुहुन्छ त्यहीँ जिताउनुहुन्छ। एक एकवटा घन्टी बोकेर हिँडेका छन् उनीहरूले पनि। घन्टी बजाउनु पर्दैन, मनमा बजाए घन्टी बाहिर निकालेर बजाउनै पर्दैन, भित्रै बजिरहेको हुन्छ। हेरौँ अब आज घन्टी बजाउँछन् कि घन्टीलाई बजाउँछन् केटाहरूले। त्यसैले हामी ढिला नगरी बोलाउन चाहन्छौँ जगदीश सरको टिमबाट हाम्रो प्लेयर अमरेन्द्र यादव। धन्यवाद सबजनालाई। नमस्ते। नमस्ते। हजुरलाई अलि धेरै नै नमस्ते। के गर्ने, उहाँ चाहिँ मलाई एकदम नै मन पर्नुहुन्छ, साँच्चै भन्ने हो। एक्चुअलीमा भन्ने हो भने म उहाँको फ्यान नै हो। थ्याङ्क यू। अनि तर के गर्ने, आज अब कामै यस्तै छ। अब अलिकति पैसा दिएर बोलाएको छ नि तपाईँले रोस्ट गर्नलाई। तपाईँले रोस्ट खानालाई पैसा दिएको छ कि छैन? भाइ अलि कम रोस्ट हान्नु, म तपाईँलाई रोस्ट हान्ने पैसा दिन्छु। अब चाहिँ सुरु गर्नु। अलिक गजब हान्नु, रोस्टमा अर्को चाहिन्छ नि, त्यो चाहिँ म दिन्छु। होइन, उहाँले त गर्नुहुन्छ फेरि है, त्यो फेरि खल्तीमा छ उहाँको। तपाईँहरूले युट्युबै सुन्नु भएको थियो, आज हेर्नु। पत्रकार, झोले पत्रकार, रेणु दाहालको पत्रकार, तपाईँ नेकपा पार्टीको पत्रकार सङ्गठनको केन्द्रीय सचिव पनि हुनुहुन्छ है। तपाईँले लाग्दैन तपाईँ जस्तै झोले कर्मचारीले गर्दा ट्रेड युनियन खारिज भयो? दाइलाई एकदम थाहा छ पत्रकारको बारेमा। पत्रकार भनेको देशको चौथो अङ्ग छ भन्ने उहाँलाई एकदम राम्ररी थाहा छ। त्यसैले झोला बोक्दा पनि देशको चौथो पार्टीको झोला बोक्नुहुन्छ। दाइले प्राय कालो चस्मा लाउनुहुन्छ, करतुत नै यस्तै छ, कालो चस्मा लाउनु परिहाल्यो। फेरि मैले सिकेको फेरि उहाँको प्रधानजीबाट है, फेरि बालनजीबाट सिकेँ। फेरि बालन शाहको सबै कुरा सिक्दै सबैभन्दा राम्रो हुन्थ्यो, त्यही चस्मा लाउनु मात्रै सिकिरहेको। होइन, बालन शाहको सबै कुरा सिक्यो भने फेरि के हुन्छ थाहा छ, म यहाँ माथि चढ्नै सक्दिनँ अहिले। दाइले चाहिँ पत्रकारिता पढेरै पत्रकारिता गर्नुभएको छ है। कहाँ, बिहारबाट पढ्नुभयो? कुन चाहिँ पत्रकारितामा नेताको पुच्छर भएर हिँड्ने सिकाउँछ हौ? मैले इन्टरभ्यू हेरेर दाइले चाहिँ भन्नुभएको छ, म जन्मिँदाखेरि सुकुम्बासी जस्तै, मतलब मसँग केही पनि धन सम्पत्ति थिएन, रुम लिने पनि हैसियत थिएन, तर जेन्जी आन्दोलनमा तपाईँको 1.25 करोडको घर जल्यो। कति चाँडो यति करोड? दाइले एउटा कुरा चाहिँ एकदम राम्रो कुरा भन्नुहुन्छ कि मेरो सक्सेसमा 50% त मेरो बुढीको हात छ र बाँकी 50% रेणु दाहालको हात छ। तपाईँले भन्नुहुन्छ फेरि एकचोटि हतियार उठाउनु पर्छ, विद्रोह गर्नुपर्छ होइन? प्रचण्डसँग उठ बस भएपछि दिमागमा यस्तै कुरा मात्र आउँछ। हतियारै उठाउनु पर्छ, जङ्गलै छिर्नु पर्छ। फेरि दाइले अर्को कुरा के भन्नुभएको छ भन्दाखेरि म जहाँबाट लड्दा पनि जित्छु। दाइ एउटा कुरा भनौँ, प्रचण्डको स्क्रिप्ट प्रचण्डलाई दिनु, तपाईँले सुहायो। अब उहाँहरू जस्तो सांसद भएर आउनु भएको छ अनि अहिले यो चाहिँ राख है। अब यो हुरी बतास, यो त अहिले आएको त यो हुरी बतास न हो। तपाईँहरूको 64 जस्तै। तपाईँ भन्नुहुन्छ बिना मिसनको पत्रकारिता गर्नु हुँदैन। रवि हराउने रेणु जिताउने कुन मिसन हो? त्यहाँ जे गरिरहेको छ, रेणुले गरिरहेको छ, रविले के नि गरिरहेको छ थाहा छ जनतालाई। यस्तो थियो, त्यसमा चाहिँ रविले एउटा चितवन मात्रै बनाउनु खोजेको छ, देशै बनाउनु खोजेको छ। एकजना रेणुले चितवन मात्रै बनाउनु खोजेको थियो होला। त्यसकारण अब
त्यही चाहिँ नि देश फेरि बन्ने पुरै सहकारी ठगेर रहेछ फेरि देश बन्ने हाम्रै मात्रै बढी जाला छ तपाईँले दिनुहोस् ल तपाईँ चाहिँ हराएको मान्छे खोज्ने विशेषता रहेछ होइन नेकपाको कार्यकर्ता सालै पछि महिनै पछि हराइरहेछ खोइ खोजेको त हराएको होइन नि त्यो पहिला गएको हो नि पहिला गएको हो उहाँ पनि त कहाँबाट आउनुभयो सोध्नु न एकताल तपाईँ भन्नुहुन्छ कि यो देशमा सबैभन्दा ठुलो कम्युनिस्ट नै बालेन शाह हो त्यसो भए प्रचण्ड नेपाली कङ्ग्रेस हो तपाईँले भन्नुहुन्छ मैले मौका पाएँ भने अर्को जुनीमा प्रचण्ड भएर जन्मिन्छु यस्तो कुरा किन गर्नुहुन्छ प्रचण्ड आफै प्रचण्ड भएर जन्मिन खोज्दैन होला यार म त भन्छु उहाँ मर्नै चाहँदैन तल भए पो 5,000को जिम्मा लिन मिल्छ माथि त 17,000 हो फेरि तपाईँ भन्नुहुन्छ बालेन भन्दा रवि प्रधानमन्त्री भएको ठिक माओवादी भएपछि फुटाउनै पर्छ मैले फुटाउनु पर्दैन उहाँहरू आफै फुट्नुहुन्छ बिस्तारै हेर्नु न दादा त्यो कल्पना गर्न सबैलाई छुट छ मैले खोजेको यही हो उहाँले अस्ति बोलेको कुराले फुट्ला फुट्ला जस्तो भइसक्यो हामीले बोलेको कुराले फुट्ने भन्दा नि यसै गरी हिजोको दिनमा सचेत गराइदिए भए आजको यो दिन आउँदैन थियो बालेन र रवि चाहिँ 2.5 वर्षको लागि प्रधानमन्त्री बाँडफाँड गर्नुपर्छ दाइ यो रवि बालेनको जोडी हो माधव प्रचण्डको होइन अझ दाइले के भन्नुहुन्छ भन्दाखेरि राजसपा पछि काङ्ग्रेसमै मिल्छ देउवा काङ्ग्रेसमा मिल्छ कि मिल्दैन गगन स्योर हुन सकेको छैन अब राजसभामा गएका सबै त काङ्ग्रेसका त छन् नि भने अब हेर्नुहोस् त अस्ति गगन थापाले त्यो राम्रो त्यति राम्रो भाषण किन गर्न सके थाहा छ अगाडि हेऱ्यो सबै आफ्नो काङ्ग्रेसका कार्यकर्ता छन् है उहाँलाई त्यो फिल आयो पछाडि हेऱ्यो सोडिङ वागले पनि त्यही छन् मनिष झा पनि त्यही छन् ल कस्तो राम्रो कङ्ग्रेसकै उहाँलाई आफ्नो कार्यकर्तासँग बोले जस्तो लाग्यो उहाँलाई उहाँको स्वभाव हेर्दा उहाँ पनि पुरानो काङ्ग्रेस जस्तो लाग्छ त्यस्तो दिन आयो भने राष्ट्रसभामा काङ्ग्रेस मिल्न सक्छ तपाईँ चाहिँ भन्नुहुन्छ प्रचण्ड इतिहास मेकर हो चितवन युरोप हो हर्कको बुद्धि छैन सुदन गुरुङ पानी बाट्ने मान्छे हो छातीमा हात राखेर भन्नुहोस् त पत्रकार भएर भनेको कि माओवादीको कार्यकर्ता दाइले एउटा सबसे राम्रो कुरा के गर्यो भन्दाखेरि घरमा लम्पसार परेर सुत्दा पनि रेणु दाहाल जित्छ अहिले पनि सल्लाहकार हुनुहुन्छ कि निकाल्नु कस्तो सल्लाह दिएको बिचारा दिदी जुर्मुराउनै सकेका छैन हौ कसैमाथि केही मुद्दा पर्यो भने भाग्नु हुँदैन सरकारले सघाउनु पर्छ है तर तपाईँमाथि साइबरको मुद्दा लाग्दाखेरि चाइनाको बोर्डरमा गएर 25 दिन लुकेको हो लुकेको होइन त्यसलाई लुकेको भनिँदैन कहाँ भूमिगत भयो तर हुन चाहिँ बालेन गरिबबाट आएको होइन त्यसैले उनले चाहिँ गरिबको समस्या बुझ्न सक्दैन तपाईँको नेता पनि त जङ्गलबाट आएको छ अब मान्छेको समस्या बुझ्छ भने कसरी विश्वास गर्नु थ्याङ्क यू भेरी मच थ्याङ्क यू डरे सन्तोष दाइ के भन्नु छ थ्याङ्क यू मेरो भाइ तर तपाईँलाई झोले भनेर गयो खास ऊ पनि झोल्यो ऊ त माधव नेपालको झोली हो नि होइन होइन हामी एउटै हो ठिक हो जगदीश सर तपाईँलाई चाहिँ कस्तो लाग्यो त आफ्नो टिमको मान्छे यस्तो टिमको भन्दा नि हामी जुन मकसदको लागि आएको छौँ नि कमिटीको लागि इन्टरटेन गर्न आएको छौँ नि इन्टरटेन लिएका छौँ यसलाई हामीले त्यस्तो नराम्रो तरिकाले केही लिएका छैनौँ तपाईँहरूलाई यति गर्नु भएन भने तपाईँहरूको कलामाथि हामी कोही प्रश्न चिन्ह गर्छौँ तपाईँले यतिको रिसर्च गरेर के कुराहरू भन्नुपर्छ त्यसले हामीले के कुराहरू ज्ञान लिन्छौँ कुनै कुराहरू इन्टरटेन गर्छौँ त्यस कारणले धन्यवाद दिएको छौँ हामीले अब तपाईँ त पत्रकार मान्छे हो नेतालाई केही क्वेसन गर्न चाहनुहुन्छ बालेनले चाहिँ बोलेको कुराको जिम्मा उहाँले पनि लिनु पर्यो पर्छ ल नेपालले कहाँ चाहिँ भारतको भूमि मिचेर चाहिँ भनिदिनुहोस् त त्यो यस्तो यो प्रश्न तपाईँले खगेन्द्र सुनार नमाउनुहोस् है तपाईँ अब तपाईँलाई यसको एन्सर मेटाफोर युज नगर्नुहोस् है मैले केही गर्दिनँ मैले यो कहिले पनि घुमाएर त्यसरी भन्न आउँदैन जे मैले पनि स्पष्ट रूपमा त्यहाँ गएर यहीँ चाहिँ मिचेको भन्ने मसँग त डाटा छैन जब बालेन्द्र शाह प्रधानमन्त्री भइसके पछाडि
हिजो जम्मा गरिदिएका डकुमेन्टहरू उहाँले अध्ययन गर्दै गर्दा ती डकुमेन्टमै भेटिएको हो। हिजोको सरकारले बनाइदिएको चिज चाहिँ हिजोको सरकार त्यो भन्न डरायो। यो बोल्दै गर्दाखेरि चाहिँ हामी देशद्रोही भनिदिन्छन् है, नागरिकले भनिदिन डरायो। उहाँले आएर यथार्थ जे लेखा थियो यस्तो छ रे है भन्नुभएको छ नि, त्यस कारणले यस्तो छ रे है भन्ने कुरालाई चाहिँ यहाँ सुन्नु न, थाहा पाएँ भनेको त्यसमा चाहिँ के थियो भने हिजोको डकुमेन्टमै बनाइदिएको छ। हाम्रो भूभाग यति मिचिदिएको रहेछ, हामीले पनि यति मिचेका छौँ भने डकुमेन्ट बनाएर राखेको छ नि। सुरुमा त प्रधानमन्त्री हुने बित्तिकै गएर भूगोलमा कहाँ मिच्यो भएर गएर उहाँले हेरेर डकुमेन्ट हेरेको। डकुमेन्ट भनेको सत्तासीन सरकार तत्कालीन सरकारले बनाइदिएको चिज पढ्दै गर्दाखेरि उहाँले हाम्रो भूगोल पनि मिचेको छ भन्नुभएको थिएन। उहाँहरूको हाम्रो पनि हामीले पनि मिच्याएर छ है, त्यहाँ हामीले प्रधानमन्त्री भएपछि थाहा पाएँ भन्ने मकसद त हिजोको तत्कालीन सरकारले बनाइदिएको चिज भन्नुभएको छ। अब हामीले त्यसमा जम्मा 3 महिना भएको छ, हेर्छौँ, अध्ययन गर्छौँ, समाधान गर्छौँ, यसमा ठुलो कुरा छ। पहिला बोल्ने अनि हेर्ने खालको हो होइन, त्यो त यस्तो मैले अघि भनिहालेँ हिजोको सरकारले बनाइदिएको चिज हजुरले अहिले हेर्नु, दोलखा जनताले तपाईँले 5 वर्षपछि हेर्छन् फेरि। त्यो कुरामा मैले त्यत्रो समस्या मानेको छु। अबको नागरिकले त्यसै गरी नेतृत्वलाई हेर्नुपर्छ। हिजोको जसरी अन्धभक्त भएर मत हाल्ने होइन, राज्य सत्ता सरकारले कसरी चलाइराखेको छ, त्यो सरकारको उम्मेदवार को उठेको छ ठिक छ कि छैन मत हाल्नै पर्छ। तपाईँले भने ठिक छ, मलाई हेर्नु नहेर्नु मात्रै होइन, सबैलाई त्यही अनुसारले हेरेर मत दिनुपर्छ। यो नागरिक सचेत भएको कुरा मैले चाहिँ महसुस गरेको छु। ओके, यस्तो ब्याटल अझै हुनेछ। अब सन्तोषजीले त हानिराख्नु भएको छ, टिमका प्लेयरले चाहिँ कतिको रोस्ट हान्छन् घन्टीलाई हेर्नको लागि हामी ढिला नगरी बोलाउन चाहन्छौँ हाम्रो प्रतीक अधिकारी। अनि खोइ त दाइ तपाईँको मेन एट्र्याक्सन अफ द सो आरतीजी कहाँ गइन्? साँच्चीकै मिसिङ हो? यो त रेणु दालको भोट जस्तै भयो नि। हुन त अब सुन्दर दाई जुन सोमा छन् त्यहाँ होस्ट टिक्ने चाहिँ अहिलेसम्म रेकर्ड छैन क्या। जस्तो आरतीले सो छोड्नुको दुईटा कारण हुनसक्छ कि त यो मान्छेले पक्कै प्रपोज गरे, कि त राति 11 बजे फोन गरेर सुन न आरती मलाई विष्णु माझीको कस्तो राम्रो मिमिक्री गर्न आउँछ नि। जस्तो कमेडी सेक्टरमा चलेको 4 वर्ष भयो होइन, आफ्नो सो खोलेर विशाल भण्डारी बन्नु पर्यो तपाईँलाई। साउको नाम जागन लिँदैन ल परे नि त। कमेडी च्याम्पियन सिजन 3 को टप 5 हो क्या यो मान्छे। हेर्नु है त्यो मान्छेलाई राम्रोसँग। त्यो सिजनको फर्स्ट राउन्डबाट आउट भएको मान्छे क्या, त्यही सिजनको राइटर हो क्या म। उसले लेखेको स्क्रिप्टमा पञ्च लाइन आउनुभन्दा पहिले त राजसभाले देशमा विकास ल्याउला जस्तो छ। सर विकास चाहिँ लिएर आउनु है पक्कै पनि। फेरि छोराको नाम विकास राखेर मैले लिएर त 9 महिना विकास भन्नु होला। तर मैले यो मान्छेको सङ्गत कहिले पनि गरिनँ क्या, किनभने मलाई बाबाले राम्रोसँग सिकाएको थियो क्या चोरको सङ्गत गर्नु हुँदैन भनेर। मधेसको भानुभक्त हो कि यो मान्छे। अरूको भाषामा लेखेको जोक यस्तो मजाले ट्रान्सलेट गर्छ, मधेसको जोक कन्भर्ट गरेर नेपालीमा सुनाउँछ। सुनाएर गयो नि अहिले उसले बोलेको होइन क्या, सब च्याट जिपिटी हो, एक्सेन्ट मात्र मधेसी हो उसको। अनि के भन्छ रियालिटी हो यो। बाबु रियालिटी के हो थाहा छ? तिमी चोर हो क्या। अरू मान्छेहरू काठमाडौँ आउँदाखेरि घरबाट पैसा चोरेर भाग्छ नि, यो मान्छे बिहार गएर 25वटा जोक चोरेर भागेको क्या। प्रोसेस भाइ सन्चै छौ? अनि तिमीले कति धेरै काम गरेको बाबु जिन्दगीमा, हेर त सिङ्गिङ पनि गरिसक्यौ, टुर पनि गरिसक्यौ, अब यसो गरेर धादिङमा एउटा खाना खाने पसल खोल। सुन्दर दाइ जहाँ हुन्छन् त्यहाँ भोइसको मान्छे चाहिँ एउटा हुन्छ क्या। जस्तो प्रोसेस भाइको आइडल नै सिडिबिजे हो क्या। उता त बिक्की छन् क्या, यहाँ सुन्दर के छन्। जतिजी नमस्कार, सन्चै होइसिन्छ? एकदम फाइन छ। अनि के चढेर आउनुभयो त आज? म गाडी चढेर आएको। बालेनको बुई भन्दा हुन्छ होला नि त। यहाँ कहीँ बालेन देख्नुभयो अहिले? होइन मैले त तपाईँलाई चिनिनँ, बालेनले तपाईँलाई चिन्छन्? जस्तो जगदीश खरेल आउँदै होइसिन्छ भनेर मैले सुनेको थिएँ क्या। अनि ओहो जगदीश खरेल आउँदै हुनुहुन्छ, लास्टमा पिए पठाए जस्तो छ। जुन हिसाबको त देशमा मैले सांसदहरू देखिरहेको छु नि, एक घर 4 सांसद छन् जस्तो लाग्छ कि मलाई आजकल। राष्ट्रसभाले धेरै अनि सुन्नु न एकछिन लाग्यो। डिपी अरेल बोलाउनु पर्छ क्या? डिपी अरेल होइन, तपाईँको सोवालाई त हर्काजी बोलाउनु पर्ला। हजुर
अनि तपाईँलाई के लाग्छ यस्तो कमेडी सोहरूमा धाएर देश बन्छ त अहिले उहाँलाई फुर्सद छ नि त अहिले सुन्छ अब गर्ने के हो थाहा छैन गर्नेको थाहा छैन फुर्सदिलो हुनुहुन्छ अनि टिकटक त चलाउनुहुन्छ तपाईँले पनि चलाउँदिनँ चलाउनुहुन्न चलाउने गर्नु के न के त गर्नु पर्यो नि त मैले जिन्दगीमा। टिकटक चलाएको छैन राजसभाको सांसदहरू पार्लियामेन्टमा भन्दा पनि कमेडी च्याम्पियनहरू कमेडी सोहरूमा त अलिक बढी एक्टिभ छन् जस्तो लाग्छ है मलाई अहिले चल्दैन यहाँ सुन्छ तपाईँ प्रायोरिटी होइन है फिल इन द ब्ल्याङ्क्स नि फेरि यो सोको पनि सदनमा तारा लाछ बोल्ने यही हो अनि सचिन मैले एउटा कुरा तपाईँलाई प्रश्नै सोध्न खोजेको चाहिँ मलाई राजसभाले जे कामहरू गरिरहेको छ नि त्यो चाहिँ नेपाली फिल्म जस्तो लागिरहेको छ अहिलेको टाइममा तपाईँलाई चाहिए कस्तो हिन्दी चाहिएको थियो हामीलाई त नेपालीपन नै चाहिएको थियो नेपालीपन राजसभाको जस्तो अहिलेको हेर्दाखेरि चाहिँ मलाई नेपाली फिल्म रिलिज भएको जस्तो फिल भइरहेको छ क्या ट्रेलर हेर्दा चाहिँ के न गर्छन् जस्तो लागेको छ तर तपाईँहरूको काम हेर्दाखेरि चाहिँ फ्लप हुनुहुन्छ जस्तो लागिरहेको मलाई खै किन क्या त्यो लुगा धुरा सुकाउने 5 मिनटको काम हो र देश हजुर। बनाउने काम त लाग्छ सुन्दा जस विकास चाहिँ गर्नु है त सर विकास चाहिँ गर्नु किन भन्दाखेरि पहिलेको जुन पार्टीको चिन्ह थियो नि त्यो सूर्य थियो क्या अनि जलाएर कुदाएर मात्र छोडिदियो क्या मान्छेले तपाईँहरूको त घन्टी हो मुख निलो भन्दा नि रातो होला अलराइट गाइस द्याट्स माई टाइम यु हैव बीन अ लभली ऑडियन्स थ्यांक यू थ्यांक यू टाइटल स्पोन्सर सिटिजन लाइफ इन्स्योरेन्स समृद्धि तपाईको साथ हाम्रो उपचार खर्च अब सिटिजन लाइफले गर्छ पावर्ड बाई स्टारबक्स कफी 3 दशकदेखि नेपाली मनको रङ जस्मिन पेन्ट्स एसोसिएट स्पोन्सर तातो होस् या चिसो पानी जुनसुकै मौसममा यो टिक्छ जसले दिन्छ जीवनभरको सुरक्षा डल्फिन पाइप एन्ड फिटिङ एजुकेसन पार्टनर स्टडी अब्रॉड भनेकै क्लिक इन्टरनेशनल एजुकेसन रिकन्डिसन पार्टनर हाम्रो अटोमोबाइल्स इलेक्ट्रोनिक पार्टनर एभरेस्ट फोन्स नूडल्स पार्टनर करेन्ट नूडल्स मेकअप पार्टनर डिवा यूनिसेक्स सलून फूड पार्टनर जाम पावर टी कैफे ऑफिशियल डेकोर पार्टनर प्रेस्टीज कार्पेट टेक्निकल पार्टनर कुन्यो गेयर टाइटल एनिमेशन एन्ड पब्लिसिटी डिजाइन कार्यालय ऑफिशियल मीडिया पार्टनर आर्टिस्ट खबर यो छोटो व्यापारिक विश्रामपछि तपाईँहरूलाई पुनः स्वागत छ तपाईँ हेर्दै हुनुहुन्छ इमेज च्यानल यल्स डी र यो हो सिटिजन लाइफ कमेडी बाज हाम्रो एक जना प्लेयरको पर्फर्मेन्स सकिसकेको छ तर अझ इन्ट्रेस्टिङ हुनेवाला छ किनभने हामीसँग अझ 2वटा पर्फर्मेन्स अनि क्याप्टेनको पनि ब्याटल बाँकी नै छ कस्तो लाग्यो त नयाँ हर्क साम्पाङ यतिको चाहिन्छ पुरै राजसभाको प्रतिपक्ष फर्स्ट टाइम देखे जस्तो लाग्यो होला लागेको छैन राजसभालाई सबैले माया गर्नुभएको छ कतिखेरसम्म भने यो कार्यकालसम्म हेर्नुहुन्छ त्यस पछाडि के गर्नुहुन्छ हामीले गऱ्यौँ भने माया गरिराख्नु छ कन्टिन्यू गरेनौँ भनेदेखि नगर्न सक्नुहुन्छ सदस्य दाइ केही छ तपाईँको यो प्लेयरले भनेको विषयमा मेरो प्लेयरले चाहिँ हिजो मेसीले गोल हाने जस्तै गोल हानिरहेको छ स्वागत गरौँ हामी प्रोसेस पाण्डे नमस्कार म रमेश तरसाई अत्यन्तम क्रूरतालोभम प्रजापीडनमेव च यते दोषा नृपस्यासु राज्य नाशाय कल्पते अर्थात् म फेरि आएँ आउन त मन थिएन तर के गर्नु पैसा नदिँदासम्म त आउनै पर्यो मलाई त लाग्छ पहिला हर्क साम्पाङजीले पनि सुन्दरसँगै काम गर्नुभएको थियो त्यही भएर अहिले छातीमा क्युआर टाँसेर हिँडेछन् के गर्नु त बिचारा मेसेजमा पठाएको त हेर्दै रहन्छ यो मान्छेले क्युआर हेर्ने भनेको वाइफाईको मात्र हो म राष्ट्रपाको नेता हुँ जगदीशजी तपाईँ कुन पार्टीको आजसम्म कहीँ देखेको थिएन बरु बर्थडे पार्टीमा आउने मान्छेलाई चिनिन्छ रासोपामा आउने तपाईँलाई मरिगए चिनिन्छ रासोपाले केही गरेन भन्नुहुन्थ्यो अस्ति भर्खर एउटा बेरोजगारलाई सांसद पद दियो रासोपाले आफ्नो 100 दिनलाई आफ्नो हनीमुन पिरियड भनेको थियो
हनीमुन पिरियड भनेको जस्तै साँच्चीकै जगदीशजी आफ्नो बुढी लिएर घुम्न जानुभयो क्या हो? संसदमा त देखिएन। जगदीशजी र म फेसबुकमा फ्रेन्ड छैनौँ किनकि म नचिनेको मान्छेको रिक्वेस्ट एक्सेप्ट नै गर्दिनँ। रासोपाका नेताहरू बोल्न मात्र जान्छन् भन्छन्। ए बाबा उनीहरूलाई भनिदिनु न आशिका तामाङ पनि हाम्रै पार्टीको मान्छे हो भनेर। रासोपाका नेताहरू सोसियल मिडियामा एक्टिभ छन् भन्छन्। उनीहरूलाई यो कुरा पनि भनिदिनुहोस् हामी माओवादी होइन कि सन्तोष देउजा खटाएर हिँड्न सक्छौँ। आज चितवनको राष्ट्रिय निकुञ्जमा के हेर्दा रहेछन्? हात्ती त यतै आउनु भएछ। ए सरी हात्ती भनेको पुच्छर मात्रै आउनु भएछ। रेणु दाहालजीले नुहाउने बेलामा उहाँलाई पनि फोन गरेर नुहाउनु भन्नुहुन्छ किनकि अरू शरीर धोएपछि पुच्छर पनि धुनुपर्छ। रेणु दाहालको पुच्छर हुनुभन्दा त बरु महेश बस्नेतको पुच्छर भएको भए राम्रो हुन्थ्यो। कमसेकम झिङ्गा दबाउन त काम लाग्थ्यो। भेरी डटी जोक। उहाँ लास्टै ठुलो झोले हो क्या। उहाँ यति साह्रो झोले हो कि यहाँ आउनु भएको पनि मासु भात खान पाइन्छ भनेर। उहाँले डिभोर्स भएका बुढाबुढीलाई मिलाइदिनु भएको पनि बिहेमा मासु भात खान पाइन्छ भनेर। उहाँ यति साह्रो झोले हो कि उहाँलाई बस चढ्दाखेरि बमिट आयो भने पनि प्लास्टिकको सट्टा झोलै माग्नुहुन्छ। यति साह्रो झोले हो कि उहाँ इभी गाडीमा पनि पेट्रोल हाल्दै हिँड्नुहुन्छ। उहाँले वर्ल्ड कपमा पनि कसको झगडा परेछ भनेर मात्र हेर्नुहुन्छ। उहाँ चाहिँ स्पेनको लास्टै ठुलो फ्यान हो के किनभने स्पेनमा एउटा तारा छ। तारा भन्दा याद आयो रेणुजी मेयर पद छोडेर संसद पदमा उठ्नुभयो अनि हार्नुभयो। यसलाई यसरी व्याख्या गरौँ जगदीश दाजु, सन्तोष देउजाजी रेणु दाहालजी चाहिँ पोर्चुगल हो र सन्तोष देउजा रोनाल्डो जति दुःख गरे नि जिताउन सक्नुभयो। थ्याङ्क यू भाइ यसको लागि। कस्तो मनको कुरो बोल्यो भने कि यहाँबाट एउटा कुरा थाहा हुन्छ हनुमानको पनि सबै कुरा नमान। हनुमान भन्दा याद आयो आफ्नै। सन्तोषजी तपाईँलाई थाहा छ रासोपाको फेभरेट नेता कुन हो? रासोपाको फेभरेट नेता गगन हो किनकि गगन निलो हुन्छ। तर अस्ति महाधिवेशनमा गगन थापाको भाषण सुनेर सबै कालो। यो मान्छे कमेडी नाइट्सको राइटर हो क्या तर यसले लेख्ने भनेको राति केटीहरूलाई मेसेज मात्र। यो मान्छे हिट नभएर स्क्रिनसट लिक नभएको। यसले जहाँ जाँदा पनि यसलाई केटी नै लानु पर्छ क्या। मान्छे मरेको ठाउँमा पनि भेटी होइन केटी नै लिएर जान्छ। यसले आफूलाई मेल कि फिमेल भनेर सोध्यो भने ठमेल नै भन्छ। अब यहाँभन्दा बढी बोल्यो भने यही हिट हुन्छ कि कसो जगदीश दाजु? ठिकै हो तपाईँको राम्रो एकदमै राम्रो छ। बाफ्रे जगदीश दाजु तपाईँको पनि दिन बिग्रिएछ नि। किन होला? डिपी अरियालसँग बसेको मान्छे यहाँ आएर सिधै रजनीश अरियालसँग बस्नु पर्यो। खासै हुन त म रजनीशलाई केही त भन्दिनँ। तपाईँको त दिन बिग्रियो मेरो त राम्रै चलिरहेको छ किन दिन बिगार्नु। लास्टमा हुने कुरा गर्न चाहन्छु पच्ने कुरा गर्न चाहन्छु र संस्कृतमा एउटा भनाइ भन्न चाहन्छु अल द बेस्ट बाई बाई। एकचोटि प्रोसेसको लागि जोरदार ताली। जगदीश सर। हजुर। हाम्रो रमेश पर्साई कस्तो लाग्यो तपाईँलाई? मलाई रमेशजी एकदमै मनपर्छ राम्रो लाग्छ। उहाँको इनर्जी साह्रै इनर्जी साँच्ची इनर्जी नै छ क्या। मलाई एकदमै मनपर्छ। आज प्रोसेस रमेश पर्साई बनेको चाहिँ कति जति मिल्यो जस्तो? होइन सबै उहाँहरूको सबैजना चाहिँ यत्तिकै शक्ति हुँदो रहेछ क्या। मैले त्यो महसुस गरेको छु। उहाँलाई मैले नराम्रो दृष्टिकोणले भन्न खोजेको होइन। उहाँसँग यो दृष्टि शक्ति हुँदैन तर यो शक्ति कहाँबाट यत्रो प्राप्त हुन्छ?
मैले रमेशजीलाई देखाएको छु, उहाँलाई देखाएको छु, यस्तै यस्तै धेरै देखाएको छु। यो शक्तिको मैले साह्रै कदर गरेको छु मैले। थ्याङ्क यू दादा, थ्याङ्क यू सो मच। सन्तोष दादालाई के भन्नु छ प्रोसेसलाई? सन्तोष दादा अब माइन्ड नगरिस्यो है, के गर्नु, पेसा यस्तै छ। अब पहिला अब सन्तोष दादाले चाहिँ मलाई भोइसमा हुँदाखेरि सपोर्ट गरिसकेको थियो, मेरो लागि भोट मागिदिइसकेको थियो। मैले भेटेर प्रत्यक्ष धन्यवाद दिन पाएको थिइनँ। थ्याङ्क यू सो मच सन्तोष दादा। अहिले मिल्छ भने एकचोटि स्टेजमा आइसक्यो दाजुभाइको यहीँ एक हक जाओस्। अब यो हो नि त तरिका भनेको, भोइस जितेको भाइ पनि मेरो फ्यान छ भने चाहिँ बुझ्नु न। थ्याङ्क यू सो मच। ल राम्रो गर्नु है अझै। ल भनेपछि तपाईँले भोट मागेको नि कसैले चाहिँ जित्दो रहेछ। तर होइन, प्रोसेस भाइ एकदमै ट्यालेन्टेड हुनुहुन्छ। जस्ट उहाँले घोकेर अडियो सुनेर याद गरेर खर्रै भन्न सक्नुहुन्छ। एउटा खुबी साँच्ची नै अघि उहाँले भन् जस्तो उहाँले एउटा सानो अलिकति हामीलाई सोचे जस्तो नहोला तर त्योभन्दा बढी खुबी चाहिँ उहाँले पाउनु भएको छ। एकचोटि प्रोसेसलाई जोरदार ताली दिनुहोस्। र प्रोसेस युके आउँदै हुनुहुन्छ, युकेका दर्शकहरूलाई पनि हँसाउनु पनि हुन्छ होला होइन? हजुर, म युके आउँदैछु। जुलाई 18 मेरो प्रोग्राम छ, त्यो हाम्रो लन्डनको त्यो फेल्थम कलेज भन्ने ठाउँमा। सबैजना आउनु होला, युकेका दर्शकहरूलाई यही अनुरोध गर्न चाहेँ मैले। ओके, प्रोसेस आउँदै हुनुहुन्छ, हामीलाई नि बोलाउनुहोस्। ओके, थ्याङ्क यू प्रोसेस। अब हामी अन्तिमतिर आइसकेका छौँ दाइ। प्लेयरहरूको पालो चाहिँ सकिन लागिसकेको छ। अघि प्रोसेसले भने जस्तो डिपी अर्यालजीको सङ्गत गरिरहेको मान्छे आज रन्निस अर्याललाई देखिराख्नु परेको छ। न त उहाँले चिन्नुहुन्थेन होला, उसले चाहिँ चिन्छ होला। तर उसले पनि चिनेन भने चाहिँ तपाईँको चिन्छ कि चिन्दैन थाहा पाउनको लागि बोलाइहाल्नु रजनीश अर्याल। हाम्रै गेस्टबाट सुरु गर्नु छ है सन्तोष दाई होइन। दाई चाहिँ पहिला राजसभाको मान्छे हो, कतिलाई थाहा छ कि थाहा छैन होइन। जस पहिला चाहिँ उहाँले आफ्नो युट्युब च्यानलको घन्टी बजाइदिनु भनेर भन्नुहुन्थ्यो। तर भ्युज नआएपछि तारा देख्नु भएछ। पैसा कतै त आउनु पर्ने, कि भ्युजबाट आउँछ कि ताराबाट आउँछ। यति नै छ दाइ तपाईँलाई होइन। जस अब जाउँ अमरेन्द्र समाजवादीको पनि झोले हो क्या होइन। जस सबैलाई थाहा थियो, उसले भनेको थियो नि जस रौतहटमै रहेकै बाटो माधव कहेकै बा होइन। अमरेन्द्र यति पनौती छ, अहिले माधव नेपाल आफै भाडामा बस्छ क्या होइन। उसले टोपी लाउँछ क्या, उसको कपाल झरेको होइन के। ओ जेनजी आन्दोलनको बेला ऊ समाजवादीको पार्टी कार्यालय भित्रै थियो, भाग्दाखेरि जलेको हो क्या उसको। अनि अमरेन्द्रलाई अस्ति मैले सोधेँ किन सपोर्ट गरेको समाजवादीलाई भनेको। अनि उहाँहरूको चुनाव चिन्ह कलम छ, म जोक लेख्ने मान्छे राइटर भन्यो। त्यसो भए अमरेन्द्र पेन्सिल भएको चुनाव चिन्ह खोज, मेट्न पनि सजिलो हुन्छ। अब जाउँ जस मेन गेस्ट यता क्याप्टेन। जस आज मात्र हो मैले उहाँलाई चिनेको होइन। रजनीश अर्यालले चिने होइन, डिपी अर्यालले के चिन्थ्यो। डिपी अर्यालले अरूलाई सांसदमा बोल्न दिनुहुन्न, उहाँलाई चाहिँ निकालिदिनुहुन्छ क्या। को मान्छे आए यहाँ फेरि आन्दोलन गर्न आयो कि के हो सांसदभित्र भनेर। तर ठिकै छ, डिपी अर्यालज्यूलाई नि आए भनिदिनु मेरो तर्फबाट होइन। डिपी अर्याल सरको नाम चाहिँ डोल प्रसाद अर्याल हो नि त। धन्न पण्डितले नरायणमा बोल प्रसाद अर्याल राखिदिएन, नत्र मान्छेको नाम बोल प्रसाद अर्याल भएर नि अरूलाई बोल्न दिएन भनेर त्यो पण्डितले आफैले जे शीतनमा सुकुटी खाएर सुत्दिन्थ्यो होला। सांसद हुनुहुँदो रहेछ एउटा साइकलमा आउने होइन। त्यो चाहिँ उहाँको मजबुरी होइन के, उहाँले साइकलमा आएको नै साइकलमा घन्टी हुन्छ भनेर हो। अनि तपाईँको घर दोलखा है? ठिक छ। हाम्रो क्याप्टेन आज फ्लाइट चढेर आउनु भएको अरे क्या है। सञ्चार मन्त्रीलाई ऊ हुन्छ भनेर जस अर्कै जगदीश खरेलज्यू पर्नुभयो, जस झुकेर बोलाउनु भएछ क्या। फ्लाइट चढेर यति छिटो आइदिनु भयो होइन, यहाँ आउँदा चाहिँ झुकिनु भयो। जस झुकाउन माओवादी एमाले मात्र होइन, उसले पनि जाने रहेछ, जस राजसभाले पनि जाने रहेछ होइन। एउटै पार्टीबाट दुईवटा जगदीश खरेल उठाइदियो। हाम्रो क्याप्टेन फ्लाइट चढेर आउनुभयो, यता क्याप्टेनको गाउँमा बाटो पनि पुगेको छैन रे। उहाँ आफै इन्जिनियर भएर नि गाउँमा बाटो पुऱ्याउनु सक्नु पाएन। तपाईँको गाउँपालिका कालिन्चोक है, तपाईँ पढ्नुभएको कालीनाग माध्यमिक विद्यालय, तपाईँ जन्मेको औँसीको कालो रात
औँसीमा रातै परे हुन्छ कालै हुन्छ जस तर सबै कालो 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 अब जस झन्डा चाहिँ निलै मन पर्यो तपाईँलाई त्यस्तै भइरहेछ उहाँलाई निलो मनपर्छ अहिले बस पनि निलो पार्नु भएको छ सबै कुरा निलो होइन कसले भन्दै थियो हुँदा दसैँको टिका पनि निलो लाउनुहुन्छ कि क्या होइन जस तपाईँ पहिला नेभी सङ्घमा नि हुनुहुन्थ्यो कालीनाग माध्यमिक विद्यालय पढ्नुभयो होला तर काङ्ग्रेसहरूले चाहिँ उहाँलाई साँप भनेरै चिन्छन् दाइलाई चाहिँ घरमा तरकारीमा नुन चर्को भयो भने खासै केही हुँदैन अरे क्या किनभने उहाँलाई नुन निलो मनपर्छ अरे निलै मनपर्छ अनि जस मान्छेहरू झुकिन्छन् कि उहाँसँग सञ्चार मन्त्री हो कि जस अर्को जगदीश खरेल भनेर तर केही छैन दाइ चाहिँ पहिला जस सञ्चार मन्त्री हुन भएको पाए नि सुरुमा आफै एडभर्टाइजमेन्ट गर्नुहुन्थ्यो होला कि त्यो नमस्तेमा कलर ट्युन आउँछ नि नमस्कार नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू म जगदीश खरेल पत्रकारवाला होइन इन्जिनियरवाला थ्याङ्क यू सो मच अब रोस्ट गर्नु पऱ्यो दाइ अब रोस्ट गरे हो थ्याङ्क यू सो मच टाइटल स्पोन्सर सिटिजन लाइफ इन्स्योरेन्स समृद्धि तपाईँको साथ हाम्रो उपचार खर्च अब सिटिजन लाइफले गर्छ पावर्ड बाई स्टार बस कफी 3 दशकदेखि नेपाली मनको रङ जस्मिन पेन्ट्स एसोसिएट स्पोन्सर तातो होस् या चिसो पानी जुनसुकै मौसममा यो टिक्छ जसले दिन्छ जीवनभरको सुरक्षा डल्फिन पाइप एन्ड फिटिङ एजुकेसन पार्टनर स्टडी अब्रॉड भनेकै क्लिक इन्टरनेसनल एजुकेसन रिकन्डिसन पार्टनर हाम्रो अटोमोबाइल्स इलेक्ट्रोनिक पार्टनर एभरेस्ट फोन्स नूडल्स पार्टनर करेन्ट नूडल्स मेकअप पार्टनर डिवा यूनिसेक्स सलून फूड पार्टनर जाम पावर टी कैफे ऑफिशियल डेकोर पार्टनर प्रेस्टीज कार्पेट टेक्निकल पार्टनर पुन्यो गियर टाइटल एनिमेशन एन्ड पब्लिसिटी डिजाइन कार्यालय ऑफिशियल मीडिया पार्टनर आर्टिस्ट खबर फेरि पनि तपाईँलाई पुनः स्वागत छ तपाईँ हेर्दै हुनुहुन्छ इमेज च्यानल एचडी र यो हो कार्यक्रम सिटिजन लाइफ कमेडी बाज हाम्रो दुवै प्लेयरको पर्फर्मेन्स सकिसकेको छ तर आज अलिक इन्ट्रेस्टिङ हुनेवाला छ किनभने हामीसँग दुईवटा सरप्राइज पर्फर्मेन्सहरू बाँकी नै छ त जगदीश सरलाई नै सोध्नु छ है एकदम अघि रजनीशले भने जस्तै जे पनि ब्लू बनाउने राष्ट्रपति जहाँ गयो त्यही ब्लू हुनुपर्ने सदनमा बस्नुभयो सदन ब्लू भयो अब बसमा हिँड्यो ब्लू बस तपाईँहरूले फिल्म बनाउनु भयो भने हामीले झुक्केर नि फिल्म चाहिँ नबनाउनु होला खैर अब चाहिँ हाम्रो प्लेयरहरूको पर्फर्मेन्स सकिसकेको छ तर आज चाहिँ अलिकति हामी सरप्राइज पर्फर्मेन्स पनि एड गर्दैछौँ बोलाउँदैछौँ हाम्रो सुशान्त बस्याल हेलो हेलो एभ्रिबडी सबैलाई नमस्कार नमस्कार चाहिँ नमस्कार तपाईँ आउने थाहा भयो होला मेरो एनसेलको सिम बिहानदेखि चलेकै छैन क्या किन होला उहाँ त्यो जगदीश खरेल होइन भनेपछि उहाँ त्यो जगदीश खरेल होइन कुखुरा त कुखुरा तर लोकल भाले हो होइन भनेपछि हजुर त्यो जगदीश खरेल होइन जसलाई भेटेर म आज फोटो खिच्छु भन्ने सोचेको भनेपछि हजुर त्यो जगदीश खरेल होइन जसलाई सोचेर दोला खाएका मान्छेले भोट दिएका यो सुन्दा त मलाई नेपाली एउटा उखान याद आयो क्या काम गर्ने कालु मकै खाने जगदीश दोलखा भीमसेनलाई पसिना आउँछ भन्थ्यो हजुर धेरै बोल्दा मलाई आउनलाई मलाई दया त त्यो रियलवाला जगदीश खरेललाई लागिरहेछ क्या होइन कोसँग झुकिरहेछन् क्या मान्छेहरू होइन उहाँलाई बिचरा एन्सेल काण्डमा परिराख्नु भएको छ त्योभन्दा ठुलो काण्ड त यो हो क्या उहाँको लागि छोडिदिउँ यो धेरै कुरा नगरौँ होइन उहाँलाई बिचरा बाडुल्की लागिरहेछ होला जति कुटे पनि हजुर खुसी नै हुनुहुन्छ भन्ने खबर आएको थियो क्या निलो डाम बस्छ भनेर खुसी हुनुहुन्छ तर त्यसरी नहेर्नु मलाई म पनि हजुरकै समर्थक हो मेरो शरीरमा पनि एउटा निलो वस्त्र छ क्या अनि त्यो निलो वस्त्रभित्र पनि घन्टी नै छ सन्तोषजी नमस्कार के भनेर बोलायो क्या
जगदीश खरेल पनि आउँदै हुनुहुन्छ आउनु भनेर बोलाउनु भयो तर कुनवाला चाहिँ भन्नु भएन है जगदीशको जगबाट याद आयो हजुरको घर जेन्जी आन्दोलनमा जलेको रहेछ है तोडफोड भएको मलाई एकदमै नराम्रो लागेको थियो त्यो सुन्दाखेरि पछि फेरि हजुरले घर बनाउनु भएछ है पछि मर्मत गरेँ मैले यहाँबाट के थाहा हुन्छ भने चितवनमा रेणु दाहालले स्टेडियम बनाउन नसके पनि सन्तोष देवताको घर 2-2चोटि बनाउनु भएछ है सन्तोष दाईको युट्युब च्यानल छ कपुर बोट मिडिया भन्ने हजुरको भिडियोको थम्बनेलहरु नै पढेर सुनाउँछु है म श्रीमान विदेशमा हुँदा श्रीमतीले भुडी बोकेपछि बुढा खाडीमा बुढी झाडीमा हैन सन्तोष दाईले बुढी झाडीमा पसेको देख्नु भएको छ माओवादी जंगल पस्दा कहाँ हुनुहुन्थ्यो दाई थ्याङ्क यू द्याट्स माई टाइम यो जस्तो अघि सुशान्तको कन्टेन्टमा थियो जेन्जी आन्दोलनमा घर तोडफोड भयो भन्ने कुराहरू खास यो चाहिँ कसरी भएको थियो खास यो सोसियल मिडिया बन्द गरेको विरोधमा पुरै हामी पनि जेन्जीकै सपोर्टमा मेरो मिडियाबाट पुरै प्रत्यक्ष प्रसारण गरेर लाइभ गर्न म बिजी थिएँ व्यस्तै थिएँ अनि बेलुका 4:30-5 बजीतिर चाहिँ के आयो भन्नुहुन्छ भने लाइभ गर्दा गर्दा चाहिँ मेरो साथीहरू गएको थिए अब हाम्रै मेयर रेणु दाहालको घरको लाइभ आइरहेछ पुरै आगो लाग्यो होइन अनि मलाई अचम्म चाहिँ के लाग्यो भन्नुहुन्छ भने अब यो पछि हेरेँ क्या मैले त्यो लाइभमा हेरिरहेको छु कि मैले यो कुन जेन्जी आएर जलाइरहेको छ भनेको त पुरै जेन्जीको आमाहरू आएर जलाइरहेको छ क्या जेन्जीको बाउहरू आएर जलाइरहेको छ होइन अनि यो चाहिँ यो जेन्जीले होइन भन्ने भयो पछि अब अघि हाम्रो भाइले चाहिँ भन्नुभयो त्यो घर चाहिँ मैले 15 दिनमै तयार त पारेँ हेर्नुहोस् होइन मरद गरेर तर त्यहाँ चाहिँ विशुद्ध मेरै पसिनाको पैसा परेको छ है अरूको होइन फेरि तपाईँको पसिना पनि त रेणु दाहालकै पछाडि लाग्दा हो नि त ओके तर मलाई यो आइहाल्यो सोधिहालेँ मैले जस्तो रेणु दाहालजी त्यति राम्रो काम गर्नुभएको छ अनेस्टली भन्नुपर्दा भरतपुरलाई एउटा राम्रै बनाउनु भएको छ त्यति हुँदा हुँदै पनि किन हार्नु भयो जस्तो लाग्छ मैले एउटा इन्टरभ्यू पनि भनेको छु यो हावै त्यस्तो चल्यो जहाँ चाहिँ यहाँ कसैले नचिन्ने जगदीश खरेल पनि जित्ने पर्ने स्थिति आयो काठमाडौँ 2बाट तपाईँको चाहिँ जित्नसँग स्थिति नभएको तपाईँको चाहिँ व्यक्ति गएर भागेर तपाईँको चाहिँ चुनाव लड्नुपर्ने स्थिति आयो यो घन्टीदेखि रवि लामिछानेको क्रेजदेखि बालनसम्मको यो चिजले बढाएर लाँदाखेरि चाहिँ यो भयो तर म चाहिँ एउटा कुरामा खुसी केमा छु भने केपी ओलीभन्दा त बढी मत ल्याउनु भयो नि हाम्रो नेताहरूले अरू नेताहरूभन्दा त अलि सम्मानजनकै मत ल्याउनु भयो होइन अब यो 5 वर्षपछि हेरौँ न के हुन्छ यो मान्छे मरेपछि यस्तै हो दुःख परिरहेको छ भने जस्तो ओके जस्तो उहाँले भने जस्तो राष्ट्रपाका नेताहरू ठाउँ छोडेरै भएको हो त ठाउँ छोडेर उहाँले जस्तो काठमाडौँ 2मा हार्न निश्चित भएपछि चितवन भाग्नुभयो भनेर आरोप लगाउनु यस्तो हो सविताजी उहाँको केसमा उहाँले भन्नुभयो होला हामी पनि पार्टी हो आज पार्टी नेतृत्वले त त्यहाँबाट चुनाव लड भन्दै गर्दाखेरि म लड्दिनँ भन्ने सकिँदैन उहाँलाई पार्टी नेतृत्वले चुनाव लड्न त्यहाँ जानुहोस् भनेपछि जानुभएको हो भागेको भन्ने संज्ञा दिनै मिल्दैन तर जेउस आफ्नो ठाउँभन्दा अर्को ठाउँमा गएर जित्नु पनि एउटा सफलता होला नि त यो लहर थिएन भने अघिल्लो पटक तपाईँ हार्ने अहिले जित्ने हुन्छ त भनेको लहर त हो नि यो त्यसो भए त 17 वर्ष अगाडि तपाईँ गरिब हुने 16 वर्षमा चाहिँ 1.25 करोड जम्मा गर्ने हुन्छ त ओके अब मैले भन्दा पनि बढी ब्याटल गर्नको लागि आउँदै हुनुहुन्छ हाम्रो सन्देश देवकोटा माननीयज्यूले यहाँ चाहिँ फर्काइहाल्नु हुँदो रहेछ क्या संसदमा त्यत्रो प्रधानमन्त्रीले नेपालले इन्डियाको जग्गा मिचेछ भनेर त केही फर्काउन सक्नु भएन आज संसदमा भन्दा पनि बढी झगडा भइसक्यो कि दुईटा पार्टीको धन अहिले साउन्डको दाइहरू डराइरहेको थियो माइक साइक फोड्ने हो कि संसदहरूले सुन्दरलाललाई एउटा कुरा थाहा पाउनुभयो हजुरले नेपालमा सुकुम्बासी व्यवस्था भइसक्यो फिफाले एन्फालाई फुकुवा गरिसक्यो थाहा पाउनुभयो कि नै त्यही भएर त संसदहरू यसरी घुमिरहेछन् कामै नगरिकन तर दाइ डलर हेर्न थालिसक्नु भएछ प्रोसेस भए चाहिँ यो शोमा भुइँसाउ नेपाल गएर जित्यो पनि तर स्टार बनाउँछ भनेर यहाँ आइरहेछ क्या त्यो पनि सुन्दर दाइले स्टार भइसकेको मान्छेहरूको करियर बिगारिसक्नु भयो क्या पूर्व राजा ज्ञानेन्द्रको मिमिक्री गर्नुभयो
त्यसपछि राजतन्त्र कहिले पनि फर्किएन। फर्किन्न पर्ने दाइले दयाङ राईको क्यारेक्टर गर्नुभयो, त्यसपछि ब्याक टु ब्याक 3टा फिल्म फ्लप भयो। आर्यन सिग्देलको क्यारेक्टर गर्नुभयो, त्यसपछि आर्यन सिग्देलले फिल्मै पाउन छोड्यो। जगदीश खरेलजी नडराउनु है, दाइले चाहिँ फेमस मान्छेको मात्र मिमिक्री गर्नुहुन्छ। दोलखाको दर्शकहरूलाई भन्न चाहन्छु, तपाईँहरूको सांसद उहाँ नै हो है। चिनाइदिएकोमा धन्यवाद है तपाईँलाई। उहाँलाई खासै मान्छे आफ्नो सांसदहरूले आफ्नो क्षेत्रका मान्छेहरूले पनि चिन्दा रहेनछन् कि। अस्ति चाहिँ आफ्नो क्षेत्रमा जानुभएछ, त्यहाँको गाउँपालिका र नगरपालिकाले सूचना निकालेछ गाउँमा एउटा अन्जान मान्छे छिरेको छ, चोरी चकैती हुन सक्छ, ढोका थुनेर राख्नु होला। मैले एउटा दन्ते गाथा सुनाउन चाहन्छु। एकचोटि चाहिँ शेरबहादुर देउवाले चाहिँ गाडी चलाइराख्नु भएको थियो, बिहेको गाडी। अनि बिहेको गाडी चाहिँ लास्टै प्याक भयो क्या, लास्टै नै प्याक भयो। अनि त्यसपछि चाहिँ अर्को गाडी चाहिँ रवि लामिछानेले लिएर आउनुभयो। अनि केही मान्छेहरू झरेर चाहिँ रवि लामिछानेको गाडीमा चढे, किनकि काङ्ग्रेसमा सिट नपाएकोहरू रविमै जाने हो। राष्ट्रसभामा यति धेरै काङ्ग्रेस छन्, सरले भन्नु त यति धेरै काङ्ग्रेस छन्, अस्ति अधिवेशनमा गहन थापाले उम्मेदवारी दिएको सभापति जित्थे। हाम्रो यहाँ प्रतीक छ, एउटा प्रतीक अधिकारी भन्ने छ, ऊ चाहिँ कमेडी नाइट्स विथ च्याम्पियन्सको राइटर हो क्या। अनि उसले केही काम पनि गर्दैन क्या, ताली बजाएर मात्र बस्छ त्यहाँ, त्यही पनि 30,000को स्यालेरी खान्छ। ठ्याक्कै यहाँ हाम्रो जगदीश खरेलजी हुनुहुन्छ, संसदमा केही पनि गर्नुहुन्न, रोस्टर मात्र ठोकेर बस्नुहुन्छ, त्यही पनि सरकारी 70,000 तलब खानुहुन्छ। उहाँलाई ब्लू कलर यति मनपर्छ, उहाँको वरिष्ठ नेता प्रधानमन्त्री बालेन शाहले स्ट्याटस लेख्दा पनि ब्ल्याक लेभल र रेड लेभल होइन, ब्लू लेभल खाएरै लेख्नुहुन्छ। उहाँहरूले भन्नुहुन्थ्यो क्या चुनावको बेलामा, हामी फरक हौ भन्नुहुन्थ्यो, साँच्चीकै फरक रहेछ। पुराना नेताहरूले भाषण गर्ने बेलामा आफै लेख्थे, अहिलेकाले च्याट जिपिटीबाट हेर्छ। रेणु दालले चाहिँ आज खाना पाउनु भएको छैन क्या, किनकि राइट ह्यान्ड नै यहाँ आउनुभयो। उहाँले आफूलाई आफ्नो च्यानलको नाम चाहिँ कपुर बोर्ड छ क्या। कपुर चाहिँ नेपाली हिन्दू अनुसार शान्ति सद्भाव कायम गर्नको लागि जनाइदो रहेछ। तर उहाँको च्यानल हेरेको बुढाबुढी झगडा गरेको, सासु बुहारीको लुसालुस। मलाई चाहिँ आजभोलि रेणु दाहालज्यू चाहिँ लास्टै मजाले बसाउँछ हुन्छ जस्तो लाग्छ क्या, किनकि उहाँले कपुर बोर्डै च्यापेर हिँड्नु हुँदो रहेछ। दुर्गा प्रसादज्यूले भन्नुभएको थियो कि रेणु दाहालज्यूले चाहिँ लुइस भिटनको महँगो ब्याग बोक्नुहुन्छ भनेर। खासमा त्यो सबसे दोस्रो महँगो झोला हो क्या, पहिलो झोला चाहिँ उहाँ हो, किनकि सबैभन्दा बढी पैसा उहाँलाई तिर्नु भएको छ। थ्याङ्क यू भेरी मच। सन्तोष दाइ, के हो त तपाईँ महँगै झोला हो त? मजा आयो आज। अर्को मैले दाइको विषयमा सुनेको थिएँ, भाउजूलाई तपाईँले बुलेट बाइक दिनुभएको छ अरे। त्यो पहिल्यै थियो उनको, अब नयाँ चाहिँ त्यो अपग्रेड भर्सन अस्ति लिएको। जस माओवादी भएपछि बुलेट चाहिँ दिइहाल्नु। ओके, जस भाउजूलाई एकदमै धेरै माया गर्नुहुन्छ। गर्नै पर्ने भने कसले गर्ने त मैले गर्ने। तिमीले पो माया गर्नु र आर्थिक यहाँ हिँड्ने अवस्था आयो त। माया गरेर पो हिँडेको कि त। ओके जगदीश सर, हजुर कस्तो लागिरहेको छ कमेडी सोहरूमा त अहिले ब्याक टु ब्याक देखि नै रहेको छ तपाईँलाई? मलाई इन्टरटेन गरिरहेको छु एकदमै, म त्यसैको लागि नै इन्टरटेन गर्नै आएको हो, इन्टरटेन गरिरहेको छु। यस ओके ओके। सन्तोष दाईले हिजोदेखि भन्नुभएको थियो म चाहिँ कडा रोस्ट हान्छु केटाहरूलाई भन्नुभएको थियो, र सन्तोष दाईको लागि त्यो जोरदार ताली। सबभन्दा पहिला चाहिँ म के भन्न चाहन्छु भने मेरो अगाडिपट्टि यति धेरै आरोप आइसकेपछि त मेरो झोला छ, झोला ल्याउनु त। अगाडि झोला छ, ल्याउनु ल्याउनु झोला। झोला कहाँ छ ल्याइदिनु त्यहाँ अगाडि अब यत्रो ठुलो आरोप आएपछि होइन झोला त ल्याउनु परिहाल्यो। नबोक्नु झोला बोकेपछि नि 1000-1500को झोला बोकिन्न। यो चाहिँ थाहा छ, अघि भन्दै हुन्थ्यो दुर्गा प्रसादले के भनेर, लुई भेटनको होइन, यो चाहिँ लुई एडम्सको 1 लाखको झोला हो है साथीहरू। अलि महँगै झोला बोक्ने कि झोले भइसकेको छ हो कि होइन?
तर यो आरोप चाहिँ यसको खण्डन चाहिँ म झोला बिसारै गर्छु अब त्यो बिसाएको अलिक नयाँ चिज भन्लान् कि साथीहरूले भनेको उही झोले छोले भन्नुभएको छ यो त सुन्दा हो मैले बानी परिसक्यो पचाइसकेँ मैले यो तर म झोले चाहिँ होइन है फेरि साथीहरू बरु भन्नुहोस् मलाई सुटकेस भन्नुहोस् न अलि साइज अलिक ठुलो हुन्छ 90 किलो छु यार हो कि होइन सुटकेस बोकेर हिँड्ने बानी पनि त छन् मेरो छैन र झोला बोकेर अमेरिका पुगेँ हो कि होइन तिमीले मलाई जतिसुकै उडाए पनि खोइ त अहिलेसम्म गएको त थाहा छैन मलाई कमेडी बाजमा चाहिँ तपाईँ आइदिनु पर्यो भनेर फोन आएपछि नि मैले 2-3 वटा एपिसोड चाहिँ डिनाइ गरेँ को गेस्ट भने म सँगसँगै सुन्नु है प्रकाश भुजेल भने ए डिनाइ भने मैले अनि फेरि त्यसपछि पनि मलाई फोन आयो टिमबाट फेरि यस्तो फोन कि नाइ भनेर नसक्ने मान्छेले फोन गर्ने के मलाई फेरि आरतीको फोन आएको नि साथीहरू फेरि अनि फेरि डिनाइ गरेँ अनि एक दिन मलाई बेलुका चाहिँ भोइस मेसेज आयो कि पूर्व सञ्चार मसँग छ है फेरि भोइस सुनाइदिन्छु फेरि म तपाईँलाई पूर्व सञ्चार मन्त्री राष्ट्रसभाको मान्यजी जगदीश खरेल चाहिँ तपाईँसँग चाहिँ गेस्ट हुनुहुने भयो तपाईँ कन्फर्म गरिदिनुहोस् भने ठिक छ चिनेको मान्छे होइन राम्रो अनि त्यसपछि लिएर ओके गरेँ मैले ओके गरेँ थाहा छ 2 दिन अगाडि मैले प्लेन टिकट काटेको प्लेन टिकट फेरि अहिले सस्तो छैन के यो हवाई इन्धन बढ्यो नि त 6,000 प्लेन टिकट काटेको छु मैले अहिले यो हिसाब गरौँ न आउँदा 6,000 जाँदा 6,000 12,000 होटलको भाडा 24,000 त यार यो पुरै कार्यक्रम हाले पनि युट्युबले पैसा दिन त्यति त सुन्दरको लागि भनेर चाहिँ म चाहिँ भाइले ओहो ठिक छ गइदिउँ अब खर्च गरेर गइदिउँ जति मैले खर्च गरेको छु उसको युट्युबको रेभेन्यू छैन 1 महिनाको अझ रातभरि वर्ल्ड कप हेरेको छु मैले बिहान उठ्न सकिनँ कि भनेर अझ अलार्म लगाएको छु मैले बिहान फर्स्ट फ्लाइट छ है 7:50 छ फ्लाइट अनि अलार्म बज्यो उठ्न झ्याउला छ नुहा छैन आज मैले थाहा छ यति त मलाई गनायो भनेर आज झन् अनि त्यसपछि मिच्दै एयरपोर्ट गएँ म अनि फेरि फोन गरेँ हाम्रो यही टिमको साथी नबनाऊ कि उहाँको नाम फेरि तपाईँले त मेरो धेरै नै धोका दिनुभएको छ आज अनि सुन्नुहोस् है बिहान अब एयरपोर्टसम्म त गाडीमा आउनु पऱ्यो नि त मैले कोट सर्ट लगाएँ कि सर्ट प्यान्ट लगाएँ कोट लगाएँ टक्क बारेन टाइपकै कोट थियो मेरो त्यो कालो लगाएँ अनि गाडीमा स्टेरिङमा ठ्याक्कै बसेँ झरासै भएँ कि म त त्यो विशाल भण्डारीको कमेडी नाइट्समा जाँदै छैन म त सुन्दर खनाल हो कमेडी फ्यासमा जाँदैछु के खाने कोट लाउनु पर्यो अनि फेरि गएर कोट खोलेर टी सर्ट लगाएर आएको हो कि जब म ल्यान्ड भएँ नि ल्यान्ड भएर होटेलमा आएर मैले मेरो अङ्कललाई फोन गरेँ कि अङ्कल आज ड्युटी अफ गरौँ न नजानु कि तपाईँ म आज कमेडी बाजमा चाहिँ म जानु पर्नेछ अनि उहाँले फेरि हेर्नु भएको रहेछ ए कमेडी त्यो सुन्दर खनाल होइन अनि को हो त्योसँग गेस्ट म जो पाएँ त्यससँग आउँछु सञ्चार मन्त्री पूर्व सञ्चार मन्त्री जगदीश खरेलसँग छु म भने अनि अङ्कल थाहा छ ए हो एकदम हाइट बढ्छ त्यो राम्रो हुन्छ जानु रे बिचरा अङ्कलले आज छुट्टिएर आउनु भएको छ यार जगदीश सरलाई भेट्ने अनि त्यसपछि लिएर आइयो कफी खाँदै थिएँ होइन एउटा मान्छे चाहिँ टक्क दौरा सुरुवाल लाएर आयो होइन अनि त्यसपछि लिएर हात दिएर जगदीश खरेल अनि मैले भने म त सन्तोष देउजा जगदीश खरेल होइन भने क्या मलाई के लाग्यो भने आज यो चाहिँ यो 2टा पात्र आउँदैछन् सन्तोष देउजा र जगदीश खरेल भन्ने ती 2टा पात्र आउँदैछन् हल्ला भयो होला होइन छेउछेउमा चाहिँ बिहे पार्टीतिर जान लागेको मान्छे चाहिँ छिर्यो होला अनि एकछिन पछि तपाईँको चाहिँ यहाँ आयो भित्र मेकअप रुममा अनि मलाई के भन्छन् त्यो टिमको साथीले लगेर टोइलेटमा लगेर तपाईँ एउटा दुर्घटना भयो नि भन्छ भनिदिएँ कि यार साथी यार कति लुकाउने नाम गोपी चापागाई यार नाम भन्दै
अनि के भयो दुर्घटना भने मलाई त लाग्यो अब आज सुटिङै क्यान्सल हो कि के हो अनि के भयो भनेको यार म तपाईँलाई त फेरि मैले भनिहालेँ यो त अर्कै जगदीश खरेल पो पर्नुभयो त अनि मैले के भने अब म के गरौँ म फर्क्यौँ त भने लाज हुन्छ छोड्दिनु अनि त्यसपछि यो मान्छे कस्तो चाहिँ हुन्छ रहेछ भने यसो हेरेको अघि मलाई त जगदीश खरेल भने हाम्रो हाइन्छ गरी मान्छे नै जगदीश खरेल रहेछन् केटा यार यति ठुलो प्र्याङ्क त नगराउ न यार इमेज टिभीको चाहिँ हट सिटको जगदीश खरेल के सिटमा ल्याएर आएको छ यार तिमीले यार इमेज टिभीलाई म बधाई नै भन्न चाहन्छु कि धन्यवाद दिन्छु कि बधाई भन्छु कि एउटा जगदीश खरेल गए पनि अर्को जगदीश खरेल ल्याएको छ नि तर यसपालि चाहिँ बोल्ने जगदीश खरेल ल्यायो यार त्योवाला जगदीश खरेल चाहिँ अहिले चाहिँ बोल्न छोड्नुभयो किनभने उहाँको लाग्यो यस्तो अस्ति चाहिँ उहाँले राम्रै बोल्नुभयो क्या फेरि यो कुरा पनि थाहा भएको यहीँ आएर यो मैले खतरा जोक चाहिँ गर्छु भनेर मैले भनेको थिइनँ है उसले त्यत्तिकै थप्दिया हो अब के लेखाएको थिएँ यार कहाँबाट कहाँ अब पात्रै अब चेन्ज गरेछ के अन्त नि घर बनाएँ रेणु दाले प्रचण्डले गर्दा भन्छु गाडी चढ्यो प्रचण्डले गर्दा मेरो एउटा छोरा एउटा छोरी छ के सबै ठाउँमा ल्याएर नजोडाउ न अब हामीले त झोले भन्छन् होइन तर अहिले नयाँ पार्टी राजसभाका समर्थक फेरि यस्तो समर्थक हो ती ब्यागै हुन् के हामी झोले भयौँ ती चाहिँ सब ब्यागै हुन् के ब्याग के बिएजी ब्यागै हामीलाई जुन ढङ्गले चाहिँ झोले भनेर भने पनि केटा हो अब राजसभाको तिमीहरूले पनि ब्याग बोकेका छौ मै जस्तो सारा खाली ब्याग चाहिँ नबोकाया तिमीहरूले भरि ब्याग बोक बिचरा उहाँलाई कति पीडा भयो होला कि म आएर बसेको छु सिटमा उसले सुरु बनाएको छ जसलाई सिटमा राख्नलाई तपाईँ चाहिँ असफल हुनुभयो तपाईँ जानुहोस् बस्नु भनेको छ उसले मलाई लडेर राखेको छ सिटमा दिदीलाई फेरि मलाई बेसी गाली गरिरहेको छ दिदीलाई किन यस्तो गरेको यो उहाँले मलाई नै हो कि सराप्ने तिमीहरूले सराप यार उहाँले नै सराप्ने बाटो नगराउ न अब अन्तिममा चाहिँ अब अलिकति राम्रो भन्छु है म राम्रो के भन्छु भने तपाईँलाई आजै नै मैले चिनेको भए पनि हजुर मान्छे मजाको लाग्यो हजुर कम्तीमा तपाईँ खगेन्द्र सुनारको पथमा जानुहुन्न यति भएपछि हरेक कुराको उहाँले चाहिँ डिफेन्स गर्नुहुन्न है फेरि हरेक कुराको डिफेन्स गऱ्यो भने तपाईँको के भने हामी तपाईँको सकिन्छ नराम्रोलाई नराम्रो भन्ने राम्रोलाई राम्रो भन्ने तर मेरो सिद्धान्त केटा एउटा कुरा चाहिँ मलाई देखाइदेऊ त यार नेपाल कम्युनिस्ट पार्टी जिन्दाबाद भन्दै होइन कहाँ देखाएको छौ राम्रो काम गरेको मान्छेलाई समर्थन गरे हो नि यो देश नबनेको राम्रो काम गर्ने मान्छेलाई समर्थन नगरेर हो नि रेणु दाहालले त्यत्रो झलझल्ती भरतपुर बनाएको देखाएको छैन हो कि होइन टाढा न के भन्दै हस् थ्याङ्क यू ल थ्याङ्क यू जोरदार ताली रेणु दाहालको लागि किन उहाँले नि बजाउने ताली रेणु दाहालको लागि मात्रै हो ओके खैर सन्तोष दाइको लागि चाहिँ जोरदार ताली साँच्चै आज प्र्याङ्कै भयो हामीलाई जनयुद्धमा नि त्यस्तै भएको कुकरभित्र भात लाउनेको बम थियो मान्छेलाई घरभित्र राखेर आरामले सुत्नु देला भनेको निकालिदिन्थ्यो हामी तपाईँहरूबाटै सिक्यौँ खैर तपाईँलाई के लाग्यो उहाँ आउँदै हुनुहुन्छ भन्ने थाहा थियो कि थिएन के थियो भन्ने चाहिँ तपाईँको लागि पनि यो पोडियम खाली छ खास त्यहाँ बोल्दा माइक काटिन्छ यहाँ चाहिँ काटिँदैन आनन्दले बोल्न सक्नुहुन्छ त्यसैले अब ढिला नगरी स्वागत गरौँ माननीय जगदीश खरेलज्यूलाई धन्यवाद तपाईँलाई मलाई पनि यहाँ बोल्न दिएकोमा मलाई सन्तोषजीले भनेको कुरा मलाई सबै ठिकै लाग्यो र मलाई पनि कस्तो तरिकाले झुक्याइदिनु भयो भने सन्तोष दाई आउँदै हुनुहुन्छ आउनुहोस् भनेर बोलाएको थियो मलाई मेरो त फेरि पन्तसँग अलिकति सम्बन्ध जोडिएको छ मेरो परिवार मेरो श्रीमती पन्त ससुराली दाई उहाँ अत्यन्तै मनपर्ने कलाकार मलाई जानुपर्छ जस्तो लागेको थियो मलाई सन्तोष पन्त दाई आउनुहुन्छ जानुपर्छ भनेर मजाले घरमा बुढीलाई पनि आज सन्तोष पन्त दाईसँग भेटिने तेरो को बुवा मामा को पर्छ है भनेर आएको तर
यहाँ आइसी त्यहाँ बसिन्जालसम्म पनि मलाई सन्तोष पन्त भनेर बोलाएर यार के गरे हो यो कमसेकम कि रासोपाकै कोही बोलाइदिए भए हुन्थ्यो भन्ने फिल भइरहेको थियो। सन्तोष पन्त दाइसँग मैले एक्सपेक्ट के गरे हुन्थ्यो भने उहाँको क्यारिकेचर उहाँले गरेको कलाकारिता हुन्थ्यो नि त्यो खड्किरहेको थियो। अहिले अन्तिम छेडसम्म मलाई अलिक टर्चर भइरहेको थियो। जब यहाँ आएर क्यारिकेचर गर्नुभयो नि झझलको मेटाइदिनु भयो। तपाईँ यहाँ बस्नुभयो भने 3000 होइन बढाइदिनुहोस् ल। मलाई गजब लाग्यो एकदमै। राम्रो कला राम्रो रहेछ, यसमा पनि दखल राम्रो राख्नु हुँदो रहेछ। म चाहिँ चिन्थेँ, मैले कमेडी मात्रै गरेको म चिन्थेँ। मलाई पनि अलिअलि ज्ञान प्राप्त भएको छ। यहाँ आएपछि कमेडीकै रूपमा प्रस्तुत हुनुपर्छ। मैले नि कमेडी गरेँ, साथीहरू कमेडीहरूलाई एकदमै मन पराएँ। मलाई रमाइलो लाग्छ। कहिलेकाहीँ मानिस भइसकेपछि कहिलेकाहीँ चित्त दुख्छ, कहिलेकाहीँ दिक्क लाग्छ, तनाव हुन्छ। त्यतिखेर फ्रेस हुनलाई यस्तै यस्तै चिजहरू हामी आएका मोबाइलहरूमै हेरेर टिभीमा हेरेर फ्रेस हुन्छौँ। तपाईँहरूले राम्रो गरिदिनु भएको छ। हामी उहाँले त धेरै कुराहरू गाली खाँदा 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 पचाइसक्नु भएको छ। हामी त अझै गाली खाइसकेको छैन, पचाउन अझै गाह्रो भएको छ नि त। गाली खाएको छैन अहिलेसम्म। गाली नखाएको कारणले कहिलेकाहीँ कसैले 100 कमेन्ट आउँदा एउटा मात्रै छ्यास लेख्यो भने नि क्या तनाव भइरहन्छ। यस्तै यस्तै कमेडी हेरेर हामी फ्रेस हुन्छौँ। तपाईँहरूलाई हामीले विशेष धन्यवाद दिएका छौँ। यसलाई तपाईँहरूको यो प्रोफेसनलाई अझै चुस्त दुरुस्त बनाएर लैजानु होला। त्यसले हामीलाई पनि सोच्न शक्ति क्षमतामा हामी पनि फ्रेस भयो भने सोच्न सक्छौँ नि त। फ्रेस भएन भने सक्दैनौँ। यसले हामीलाई फ्रेस बनाउँछ। फ्रेस बनाउँदै गर्दा यो क्रेडिट कतै तपाईँहरूलाई पनि जान्छ देश बन्दै गर्दा। धन्यवाद तपाईँहरूलाई। जोरदार ताली उहाँको लागि। फेरि भोट पाउने गरी भाषण गरेर जानुभयो। ओके, अब भने हामी कार्यक्रमको अन्तिमतिर आइसकेका छौँ। तर जाँदा जाँदै म एउटा क्वेसन चाहिँ गर्न चाहन्छु। मैले रिसेन्टली देखिरहेको थिएँ हाम्रो राष्ट्रपाकै सांसद क्रान्ति शिखाजीको एउटा स्ट्याटस देखेको थिएँ। सुकुम्बासीहरूलाई चाहिँ राम्रो ठाउँमा नलगिकन यसरी चाहिँ गलत गरियो भन्ने लेख्नु भएको थियो। त्यो आशय झल्किन्थ्यो। यसमा चाहिँ तपाईँको भनाइ के छ? उहाँको आशयलाई हामीले मेरो मात्र होइन सबै नागरिकको आशय नै सुकुम्बासी उठाइसके पछाडि नेपाली नागरिक त नागरिक भइसकेपछि यहाँको नागरिक हो नि। राज्य जवाफदेहिता हुनुपर्छ। कतै उहाँहरूलाई चाहिँ हामीले भने जसरी स्थापित गर्न सकेनौँ भने पोल्छ भनेर उहाँले लेख्नुभएको आशय यही थियो। यथार्थ हो, हामीले उहाँलाई स्थापित गर्न सक्नुपर्छ। मेरो भनाइ पनि त्यो नै हो। भनेपछि राष्ट्रपाले आफैलाई पनि प्रश्न गर्न सक्छ? गर्नै पर्छ। नगरे त अन्तिम बिन्दुमा पुगिँदैन नि। प्रश्न गरेन सबै कुराहरू दबारै राख्यो भने त अन्तिम बिन्दुमा पुगिँदैन। त्यो प्रश्न भनेको चाहिँ कस्तो हो भने यहाँ सरकारमा 15-18 जना मन्त्रीहरू हुनुहुन्छ। उहाँहरूलाई के भइरहेछ हरेक चोक चौतारी नागरिकको कुराहरू त्यहाँ पुगेको हुँदैन। त्यो पुर्याइदिनको लागि माध्यम त हामीले बढ्नु पऱ्यो नि। त्यो पुर्याएको हो हामीले। त्यो पुर्याए पछाडि यस्तो भइरहेको छ। एकजना प्रधानमन्त्रीले देशभरिको कतिवटा कुराहरू जान्न सक्नुहुन्छ, बुझ्न सक्नुहुन्छ, कतिवटा सबैको एकजुट लिन सक्नुहुन्न। कमसेकम हामी जनप्रतिनिधिहरूले मिडिएटरको भूमिका निर्वाह गरेर यस्तो छ है उहाँहरूको समस्या यो छ गरेन भने हामीलाई अपराध लाग्छ भन्न पुर्याउँदै गर्दा झझलको आउँछ काम हुन्छ भनेर उहाँले नि एउटा सचेत गराएको जानकारी पुर्याएको। र सन्तोष दाइलाई चिनेको त धेरै अगाडि देखियो। मैले पर्सनली पनि हाम्रो भेटघाट चिनजान छँदै नै छ। तर जसरी आज रोस्टहरू पनि आइरहेको छ र सोसियल मिडियामा जे छ अघि तपाईँले भने जस्तो त्यही पुरानै कुराहरू आइराख्यो भने जस्तै आम जनताकै कुराहरूलाई हामीले बाहिर ल्याउनु नै हो। तपाईँहरू पत्रकारको पनि काम त्यही हो, हाम्रो पनि काम त्यही नै हो। जस्तो रेणु दाहालजीलाई संसदमा जिताउनको लागि तपाईँले हर प्रयास गर्नुभएको थियो। अब तैपनि अघि तपाईँले भने जस्तो एउटा लहर पनि होला। साँच्चै नै मलाई पनि लागेको थियो सोभिता गौतमजी र रेणु दाहालसँगै एकै ठाउँबाट चुनाव लड्नु चाहिँ हुन्थेन जस्तो लागेको थियो। तर त्यो भयो र जुन किसिमको नतिजा आयो त्यसलाई पनि हामीले स्वीकार्नुको विकल्प छैन। तर रेणु दाहालजी जतिको मान्छे चाहिँ राजनीतिमा एक्टिभ नै हुनुपर्छ। अहिले उहाँ के गर्दै हुनुहुन्छ र अबको प्लान चाहिँ के छ उहाँको? धन्यवाद छ। अब यो मिठो प्रश्न पनि हो भाइको। यति बेला उहाँको रेस्ट टाइम हो। रेस्ट भनेको चाहिँ फर्दर अब पोलिटिक्समा अब एउटा राजनीतिको एउटा विरासत रहेको फ्यामिलीबाट आइसके पछाडि र उहाँको पनि लामो एउटा 3 दशकभन्दा बेसी लामो चाहिँ राजनीतिक सङ्घर्ष भएको हिसाबले उहाँसँग चाहिँ हारको पनि अनुभव पहिला छ। काठमाडौँ 1बाट उहाँ सम्भवतः पहिलो पटक चाहिँ चुनाव लड्दाखेरि हार्नु भएको थियो। हारसँग उहाँको अनुभव छ। अहिले तपाईँको चाहिँ त्यो हारपछि उहाँले फेरि जित्नु भएको भरतपुरमा आएर यसलाई अब हामी थप केही योजनाहरू बनाउने र जनताको बिचमा थप जान सकिने, जनताको लागि नै काम गर्न सक्ने रूपमा आफूलाई यो रेस्ट टाइममा अपग्रेड गर्ने उहाँको योजना बुझेको छु। र उहाँले चाहिँ अहिले आफूलाई नै अब अपग्रेड गर्दै हुन्छ भन्छु म।
अनि यहाँ आइसकेपछि म थोरै यो कुरा चाहिँ भन्न चाहन्छु हुन त अब रोस्ट भनेपछि भाइहरूले मेरा कमी कमजोरी के छन् सबै त्यो मात्रै खोजेर तिर लाग्नु भएको रहेछ यो हराएका मानिस खोज्न छोडेको चाहिँ 5 वर्ष भएछ मैले र यहाँलाई सम्झना म दिलाउँछु सन्तोष देउजाले नै हो उहाँहरूको पार्टीको चाहिँ सांसद एकजना अब मैले नाम भनिनँ पोखराको सांसद हुनुहुन्थ्यो समानुपातिक सांसद उहाँको 2 करोडको घुस प्रकरणको अडियो सार्वजनिक गरेको मैले नै हो र उहाँ त्यसपछि राष्ट्रपाले उहाँलाई कारबाही गरेर सांसद पद नै चैट भएको त्यो अडियो ब्रेक गरेको मैले नै हो र मान्छेको करियर सिद्ध्याउनु तपाईँको ठुलो हात छ व्यतिथिहरूसँगको लाई त हामीले त गर्नुपर्छ अनि केपी ओली अस्ति सिटिङ प्राइम मिनिस्टर हुँदाखेरि को भिजिट भिजा प्रकरण जुन छ स्पेनको त्यो पनि ब्रेक गरेको मैले नै हो त्यो हुँदै गर्दाखेरि मैले कति कुराको टचर सहनु पर्यो होला त्यो प्रधानमन्त्रीको चाहिँ सचिवालयबाट होइन यदि हामी चाहिँ सामान्य ढङ्गकै पत्रकार हुन्थ्यौँ भने पहिला सुरुमा अहिले त नेपालमा छ नि त झप्प एरेस्ट गर्ने अनि बल्ल अनुसन्धान गरिन्छ नि त तर हामीले नै त्यो खालको व्यतिथि नि त भएको चाहिँ मैले नै ब्रेक गरेको भन्छु धेरै सम्झना लागेको घटनाहरू छन् अब खोजेर ल्याएर चाहिँ खालि श्रीमती मात्रै भेटाएर नभन्नुहोस् क्या तपाईँले म अलि भन्छु तपाईँलाई एउटा श्रीमती भेटाएर ल्याउँदाखेरि त आफ्नै श्रीमान र आफ्नै श्रीमती हो कि छुट्टा छुट्टै आफ्नै नि अब कोही एउटा बच्चाको चाहिँ आमालाई चाहिँ खोजेर ल्याएको किन भन्नुहुन्न खालि श्रीमती मात्रै खोजेर ल्यायो नभन्नु नि त्यसरी मैले त 29 वर्षदेखिबाट एउटा आमाबाट हराइरहेको छोरोलाई दिल्लीबाट भेटाएर ल्याएर त्यो आमा र छोराको मिलन गराएको छु क्या त्यहाँ त्यो पनि हेर्नुहोस् के सकारात्मक कुरा पनि हेर्नु पऱ्यो कमेडीले कमेडी भनेर चाहिँ खालि पिल्याछ अनि अर्को कुरा यो सो अझै चल्नुपर्छ भाइ यसको लामो रहेछ घोडा हो भाइको मैले हेरिरहेको छु दरबार पनि हेर्छु यता पनि हेरिरहेको छु अब रोस्ट चाहिँ अलिकति समसामयिक विषयमा अलिकति देशको विषयमा नि हान्नु पर्यो ओके यो भन्दै गर्दा अब तपाईँलाई पनि मेरो अर्को प्रश्न छ एउटा जस्तो अघि नचिनेको कुराहरू आयो होला जे कुराहरू आयो त्यो एउटा कमेडीको पाटो थियो तर तपाईँ माननीय हुनुहुन्छ त्यो आफैमा एउटा जिम्मेवारीको पद छ र यहाँसम्म पुग्नको लागि सायद दोलखाको जनताले चिनेका थिएनन् भने त्यो पदमै पुग्नुहुन्थेन होला त्यो त आफ्नो ठाउँमा छँदै नै छ तपाईँ जस्तो दोलखा तपाईँ हुनु अगाडि कस्तो थियो र अब तपाईँ भइसके पछाडि 5 वर्षभित्र दोलखा कस्तो बनाउने लक्ष्य राख्नु भएको छ दोलखावासीलाई त त्यो बेला भन्नुभयो होला अहिले सिङ्गो देशवासीलाई चाहिँ के भन्न चाहनुहुन्छ तपाईँले सोधेको प्रश्न यो तत्कालीन सरकारहरूको पालामा यो प्रश्न जायज हुन्थ्यो अहिलेको लागि चाहिँ हामीले कस्तो तरिकाले कल्पना गरेको छैन मैले अझ स्पष्ट तपाईँलाई भन्ने सांसदहरू कस्ता होलान् के होलान् त्यो कुराहरूलाई म्याटर नराख्नु इमान्दार भए पुग्छ र कुनै पनि दलमा 30 देखि 40 जना राम्रो नेता भयो भने देश बन्छ एउटा सांसदले जिल्लामा के गर्छ कसो गर्छ भन्ने कुरा म्याटर राख्नु पर्दैन त्यो मात्रै इमान्दार भइदिए पुग्छ जस्तो मैले जोड्दैछु तपाईँलाई इमान्दार भइदिए पुग्छ यो देश कस्तो बनाउने भन्ने कुरा चाहिँ हाम्रो अहिले रहिरहेको सरकारले खाका बनाइरहेछ सँगसँगै राष्ट्रपालले त्यसको सपोर्ट गरिरहेछ म एकजनाले जिल्लालाई यस्तो बनाउँछु भने भरको बजेट मैले लाने होइन कुनै पनि काम गर्न बजेट चाहिन्छ हो बजेट मेरो जिल्लामा मात्र होइन सबैतिर काम गर्नुपर्ने छ नि मैले 5 वर्षभित्र त कल्पना त म संसार गरिदिन सक्छु मलाई के कुरालाई आइडिया छ संसार गर्न सक्छु तर होइन राज्यले एकरूपताका साथलाई देश नै उचाल्दा दोलखा छुट्दैन मैले कल्पना गरेको त्यो देशै उठ्नुपर्छ यति हो मेरो भनाइ अलिकति भन्न चाहे जस्तो चोरलाई लखेट्दैमा मात्रै पनि घर सुरक्षित हुँदैन त्यसलाई घरलाई अझ मर्मत गर्न पनि लाग्नुपर्छ हामी इमान्दार मात्रै भएर पनि अहिलेको सिचुएसनमा पुग्छ जस्तो लाग्दैन अझ बनाउनतिर पनि सोच्नुपर्छ जस्तो लाग्छ मैले त्यसमा जोडेको थिएँ नि जम्मा कमसेकम 30-35 जना नेतृत्व चाहिँ गजब चाहिन्छ भनेर भनेको थिएँ नि त मैले बाँकीका आज 182 जनामा सबै 101 चाहिँदैन कि बाँकीका एक इमान्दार भइदिएर 30-35 जनाले गरिदिएको कुरामा सहमत जना तर 30-35 जना नेतृत्व चाहिँ गजब गरिदिनुपर्छ भन्न खोजेको कुरा त्यो हो तर जगदीश सरलाई पनि मैले चिनेको धेरै नै भइसकेको छ उहाँ पोलिटिकल्ली अगाडिदेखि नै एक्टिभ हुनुहुन्छ जस्तो अहिले नयाँ सांसदहरू धेरै आए भन्दै गर्दा उहाँ चाहिँ नयाँमा पनि पुरानो सांसदमा पर्नुहुन्छ होला सांसद हुनको लागि जस पोलिटिक्स बुझेको मान्छेमा पर्नुहुन्छ होला र यो भन्दै गर्दा अब भने हामी कार्यक्रमको अन्तिममा आइसकेका छौँ त्यसैले हामी दुवैजना क्याप्टेनलाई फेरि एकचोटि स्टेजमा बोलाउन चाहन्छौँ ओके हामी कार्यक्रमको अन्तिममा आइसकेका छौँ तपाईँ
व्यस्त हुनुहुन्छ दुवैजना र समय छुट्याएर आइदिनु भयो। तपाईँ त अझै भरतपुरदेखि आइदिनु भयो। साँच्चै नै अघि भने जस्तो फ्लाइट गरेर आउनु भएको थियो। भलै अब फर्किँदा चप्पलमै फर्किनु। ओके, कस्तो लाग्यो त समग्रमा कमेडी बाज? अघि तपाईँले भने जस्तो केही सुधार गर्नुपर्ने कुराहरू त अवश्य पनि छ। रमाइलो लाग्यो किनभने अब यसको सामना गर्नुपर्ने समाजमा केही गरेका मान्छे, केही भइरहेको मान्छेले नै यो स्थान पाउने हो होइन। यहाँ जो पाइ त्यही आउने त होइन, गतिशील मान्छे नै आउने हो। जस्तो उहाँलाई आज मैले चाहिँ पहिलोपटक भेट्दैछु र पनि उहाँसँग चाहिँ छोटो अलि अन्त्यक्रिया हुँदाखेरि मलाई उहाँ चाहिँ घन्टीभित्र पनि राम्रा मान्छे रहेछन् भन्ने कुरा मलाई फिल भएको छ है। उहाँले चाहिँ हावाको तालमा जित्नु भएको होइन रहेछ जस्तो लागेको छ मलाई। उहाँ पहिला पनि निरन्तर चाहिँ पोलिटिक्समै रहेर अघिल्लो पटक लडेको त मलाई थाहा थिएन, यहीँ आएर थाहा पाएँ। तर अहिले पनि उहाँले परिणाम दिने गरी नै सायद जनताको मन जितेर उहाँले चाहिँ निर्वाचित हुनुभयो होला र मलाई खुसी पनि लाग्यो। फेरि जस्तो सुकै सटायरको पनि सामना गर्न सक्छु भने म फेरि अलिक डरै मुटु लिएर आएको हो म चाहिँ। त्यसले गर्दाखेरि चाहिँ सिर्फ अलिकति पेयरिङ चाहिँ कोसँग हुन्छ भन्ने थियो, तर गजब भयो। थ्याङ्क यू सो मच भाइ। ओके, तपाईँलाई चाहिँ कस्तो लाग्यो समग्रमा? मेरो नि उहाँको जस्तै कुरा हो अन्तिममा। सेम, धेरै बोल्नै छैन। ओके, खैर अब भने हामी तपाईँहरूलाई खाली हात पठाउँदैनौँ। हाम्रो जस्मिन पेन्ट्सको तर्फबाट तपाईँहरू दुवैजनालाई एक एकवटा गिफ्ट छ। हस्, थ्याङ्क यू। मलाई महँगो परेको छ। र हाम्रो यो बिएन ब्रदर्सको तर्फबाट तपाईँहरूलाई यो पनि गिफ्ट छ। हस्, थ्याङ्क यू बिएन ब्रदर्सको तर्फबाट। धन्यवाद, एकदम धन्यवाद। थ्याङ्क यू सो मच तपाईँहरू दुवैजनालाई यो व्यस्त समयको लागि र हाम्रो जसरी कमेडीलाई इजी रूपमा लिइदिनु भयो। अघि उहाँले भने जस्तो हामी पुरानो सरकार आउँदा त धेरै अगाडिदेखि कमेडी गरिरहेको थियौँ, किनभने पुरानो सरकारलाई चाहिँ हामीले जे भन्दा पनि जनताले पनि एक्सेप्ट गरिदिरहेको थियो। किनभने जनतामा फ्रस्ट्रेसन थियो, धेरै लामो समयदेखि बसिसके पछाडि फ्रस्ट्रेसन पनि त्यही लेभलले आउँछ। तपाईँहरू त नयाँ हुनुहुन्छ, अहिले भर्खरै केही मिस्टेकहरू भए पनि नयाँ हो, नयाँ मान्छेले गल्ती गर्छ भन्ने छुट पनि छ। तैपनि तपाईँहरूले कमेडीलाई लिइदिनु भएको छ, तपाईँहरूको कमजोरीलाई एक्सेप्ट गरिदिनु भएको छ। त्यसलाई नै हामीले एकचोटि धन्यवाद स्वरूप एकचोटि जोरदार ताली बजाउने। र सन्तोष दाई आफैमा एउटा कुशल पत्रकार हुनुहुन्छ। उहाँको जुन किसिमको अहिले हामीले रोस्ट गर्दा एउटा आइडेन्टिटी बनाइयो, रेणु दालको पछाडि लाग्ने हदै पुच्छरसम्म भन्ने भए। तर जे भए पनि उहाँको पत्रकारितामा एउटा लामो इतिहास छ। अहिले त्यो सानो एउटा कुराले गर्दा सबैजतिर खनिरहेको छ। उहाँको लामो इतिहास छँदै नै छ। त्यो हुँदाहुँदै पनि यो कुरालाई पनि उहाँले इजिली लिइदिनु भयो। त्यसको लागि पनि तपाईँलाई पनि जोरदार ताली भन्दै हामी फेरि अर्को हप्ता भेट्ने नै छौँ। त्यतिन्जेल हेर्दै गर्नुहोला इमेज च्यानल YSD र कमेडी बाज। अब यो पनि बुझाउने त होला। टाइटल स्पोन्सर सिटिजन लाइफ इन्स्योरेन्स। समृद्धि तपाईँको साथ हाम्रो। उपचार खर्च अब सिटिजन लाइफले गर्छ। पावर्ड बाई स्टारबक्स कफी। 3 दशकदेखि नेपाली मनको रङ जस्मिन पेन्ट्स। एसोसिएट स्पोन्सर तातो होस् या चिसो पानी, जुनसुकै मौसममा यो टिक्छ, जसले दिन्छ जीवनभरको सुरक्षा। डल्फिन पाइप एन्ड फिटिङ। एजुकेसन पार्टनर स्टडी अब्रॉड भनेकै क्लिक इन्टरनेशनल एजुकेसन। रिकन्डिसन पार्टनर हाम्रो अटोमोबाइल्स। इलेक्ट्रोनिक पार्टनर एभरेस्ट फोन्स। नूडल्स पार्टनर करेन्ट नूडल्स। मेकअप पार्टनर डिवा यूनिसेक्स सलून। फूड पार्टनर जाम पावर टी कैफे। ऑफिशियल डेकोर पार्टनर प्रेस्टीज कार्पेट। टेक्निकल पार्टनर कुन्यो गेयर। टाइटल एनिमेशन एंड पब्लिसिटी डिजाइन कार्यालय। ऑफिशियल मीडिया पार्टनर आर्टिस्ट खबर।